उनीहरू जन्म लिने टुलको रेम्बर्चले त यहाँ आएर सिक्नुपर्छ भने हामी त साधारण मान्छे, हामीले त यहाँ सिक्ने बाहेक विकल्प केही छैन। हाम्रो तामाङ भाषामा लिपिमा धेरै विवाद पहिला थिएन। अहिले जति मान्छे विज्ञ हुँदै गयो त्यति विवाद निस्किँदै गयो जस्तो लाग्दैन। लाटाको देशमा गणै तन्निएर भन्ने एउटा उखान सम्झिन्छु म। अहिलेको मान्छेहरू चाहिँ बाहिर गएर म तामाङमा यति बुद्धिजीवी भनेर भनिन्छ। हाम्रो तामाङ जातिको चाहिँ उहाँ चाहिँ यस्तो महान व्यक्ति हुनुहुन्छ भनेर उसलाई सम्बोधन गरिन्छ। हो त्यस्तै मान्छेहरूले चाहिँ बिगारेको जस्तो कि लाग्छ। जुन चाहिँ शुद्ध छ त्यो चाहिँ त्यसमा चाहिँ पछि लागौँ न, होइन? अनि मैले चाहिँ सम्बोधन लिपिमा यो लिपि र तामहिकमा धेरै डिस्कस हुनु पर्दैन। राम्ररी हामीले बुझ्दै गयो, शब्द एउटै हुन्छ सबैको, होइन? हामीले जे गरे पनि मैले अघि नै भने जस्तो तामहिक भनेको तामाङ भाषाबाट हो, तामाङ सम्बोधन लिपि भनेको नेपाली भाषाबाट हो। त्यति बुझ्यौँ। अनि बोल्दाखेरि अलिकति तलमाथि हुन्छ, तर यसलाई ठुलो यसु लिएर नबसौँ। एब्रोड स्टडीका लागि मोनाबु इन्टरनेसनल एजुकेसन प्रणाली, हाम्रो पनि राम्रो पनि। लसो फ्याफुल्ला, नमस्कार, म प्रितम तामाङ। तपाईँहरूलाई हाम्रो जन्मभूमि पोडकास्टको मार्फतबाट हामीले विभिन्न गतिविधिहरूको विभिन्न चाहिँ क्षेत्रको व्यक्तित्वहरूलाई चाहिँ हामीले त्यो क्षेत्रमा रहेर चाहिँ कुराकानीहरू चाहिँ यहाँहरूलाई हामीले गरेको कुराकानीहरू चाहिँ तपाईँहरूमा आज प्रस्तुत गर्दै आएका छौँ। र आज हाम्रो 10औं एपिसोड रहेको छ। र 10औं एपिसोडमा हामीले आज लोपेन लालाई हामीले अतिथिको रूपमा निम्त्याएर हामीले विभिन्न कुराकानीहरू गऱ्यौँ। विशेष गरी हामीले बुद्ध धर्म मान्दै गर्दाखेरि यो बौद्ध धर्मभित्र रहेर हामीले विभिन्न गतिविधिहरू गर्दाखेरि, धार्मिक गतिविधिहरू अथवा हाम्रो संस्कार संस्कृतिको कुरा, चाडपर्वको कुराहरू गर्दाखेरि र हाम्रो जन्म मृत्यु पश्चात गरिने विभिन्न गतिविधिहरूमा कसरी गरिनुपर्छ अथवा के हो, हाम्रो क्षयहरूमा, हाम्रो धर्मग्रन्थहरूमा चाहिँ के रहेको छ, हाम्रो संस्कार संस्कृतिहरूमा चाहिँ के रहेको छ भनेर चाहिँ विशेष कुराकानी गर्न पाएका छौँ। यो पोडकास्ट अत्यन्तै हाम्रो यो बौद्ध समुदायको लागि, तामाङ समुदायको लागि अत्यन्तै उत्कृष्ट चाहिँ भएको छ भन्ने मलाई विश्वास छ। अवश्य तपाईँहरूले नि हेर्नुहोला। र यो भित्र हामीले विभिन्न चाहिँ विषयवस्तुहरूमा र हाम्रै वरिपरि रहेका विषयवस्तुहरूमा चाहिँ विशेष रूपमा हामीले कुराकानी गरेका छौँ। यो पोडकास्ट यहाँहरूको लागि र हामी तपाईँहरू माझबाट अत्यन्तै माया, सद्भाव अनि एउटा खालको चाहिँ प्रतिक्रियाहरूको चाहिँ हामी सधैँ आशावादी छौँ। तपाईँहरूले प्रतिक्रिया दिनुहोला, हामीलाई राम्रो लागे राम्रो भन्नुहोला, नराम्रो लागे सुधारका कुराहरू पनि यहाँहरूले हामीलाई सुझावको रूपमा पेश गर्नुहोला भन्ने आशा गर्दछु। धन्यवाद। एब्रोड स्टडीका लागि मोनाबु इन्टरनेसनल एजुकेसन प्रणाली, हाम्रो पनि राम्रो पनि। लोपेनला, हामी आज नयाँ पोडकास्टको नयाँ एपिसोडमा छौँ। तपाईँलाई धेरै धेरै स्वागत छ। लासो फ्याफुल्ला टस्तेले। अब लोपेनै आउनु भएको छ, होइन? एकदम कडा लोपेन हुनुहुन्छ उहाँ, होइन? मेरो एकदमै धेरै अगाडिदेखिको मित्र पनि हुनुहुन्छ। हामी सम्बन्धमा अझ लामा गुरुको हिसाबले भन्दा पनि सम्धिको हिसाबले एकदमै नजिक छौँ नि त, होइन? यसो गरौँ न गुरु, अब यो मेरो पोडकास्टको पनि फलिफाप हुने गरी तपाईँ र मेरो यो पोडकास्ट पनि एकदम, होइन, धेरै माझ पुग्ने गरी फर्स्टमा एकदमै हाम्रो बौद्ध धर्मअनुसारको एउटा यो जुन, होइन, भर्जिया सर्जिया सबै हट्ने गरी, दुःख बिमार नराम्रो, होइन, यो डाहा ईर्ष्याहरू सबै हट्ने गरी चाहिँ एउटा मोलमबाट स्टार्ट गरौँ न गुरु। धन्यवाद छ हाम्रो प्रितम सम्धिज्यू सर। मेरो उहाँसँगको सम्बन्ध भनेको धेरै पुरानो हो, उहाँलाई अघि नै भन्नुभयो। हामी लोपेनला गुरु भन्दा पनि हामी मित्रता, एउटा साथीको मित्र चाहिँ धेरै नजिक छ। मैले यहाँ जन्मभूमि पोस्ट भनेर मैले उहाँको मोबाइलतिर इन्टरनेटतिर मात्रै देख्न पाएको थिएँ। आज त्यही ठाउँमा आएर चाहिँ आज यो सौभाग्य मिलेको छ। यो तपाईँलाई धेरै धेरै धन्यवाद दिनुपर्छ, हाम्रो होल टिमलाई म धन्यवाद भन्न चाहन्छु। अब यो हामी मान्छे सबै
अनि स्वार्थ हुन्छ भन्छ। यसले तपाईँले कुरा राख्नुभयो, मान्छेको आँखा लाग्ने यो के भनेर भन्नुभयो। यो हुन त त्यो त हाम्रो कर्ममा भर पर्छ होइन। च्यालेन्ज प्रतिस्पर्धा धेरै हुन्छ। प्रतिस्पर्धा भएन भने काम गरेको उचित मजा आउँदैन। यो मैले भन्न चाहेँ। यो हाम्रो अब यो एउटा हामी धार्मिक एउटा छलफल जस्तो एउटा कुराकानी भएकोले त्यो सुरुवात गर्नुभन्दा अनि एउटा सानो मलम चाहिँ वाचन गर्दैछु। यो हाम्रो सबै चिज यस्ता राम्रा चिजहरू चाहिँ पछि पनि हामी मात्र नभएर अरू मान्छेहरूसँग पनि यसरी कुराकानी भइरहोस् भन्नुको लागि एउटा सानो मलम छ। म त्यो प्रार्थना गर्न चाहन्छु है त। पल्देन चाहिँ लामा रेम्बर्स दागे चुरपे मादेन शुला काटिन छ म कौने जेसुन्दे कुसुम देखि मटो चालतो सोल सिमजन नामके संवाद लोई चिटा चिद्रव सेजन दुमोङ थेबाए चुके खोर्लो कोर्दो सोल सर्वमङ्गलम। धन्यवाद। कति यो चाहिँ जस्तो यो मन्त्रमै जाउँ अलिकति। जस्तो यो मन्त्र चाहिँ छ नि गुरु, हामी जस्तै सामान्य भनौँ न व्यक्तिहरूले पनि यो मन्त्र उच्चारण गर्न मिल्छ कि मिल्दैन? अवश्य। म आज हामीसँग एउटा मैले सायद अरू नचिन्ने मान्छे भएको भए तपाईँसँग बोल्नको लागि अलिकति म अप्ठ्यारो हुन्थ्यो होला। तर तपाईँ मेरो मित्रता धेरै पुरानो भएकोले म तपाईँलाई भन्न चाहन्छु र मलाई भन्नलाई मनमा एकदम हल्का पनि भइरहेछ। यो एउटा सौभाग्य पनि हो। यो तपाईँले भन्नुभयो हामीले गर्न मिल्छ भनेर सोध्नुभयो। अवश्य, किन नमिल्नु। यो के भनेको भन्दा मैले अगाडि 4 शब्द भने पल्देन चाहिँ लामा रेम्बर चाहिँ ताकि चिउरोपेमा देन सुग्ला काटिन चाहिँ म कहने जेसुन्दे कुसुम थुकिङ वेटर चल्दोसहरू भनेर भन्यो। यो 4वटा शब्द चाहिँ के भन्यो भन्दाखेरि पल्देन चाहिँ लामा रेम्बर चाहिँ जो कोहीको पनि तपाईँहरूको पनि हाम्रो पनि एउटा गुरु हुन्छ। आफूलाई यो जुन कार्य सिकाउने हामी सबै आमाकै कोखबाट जानेर आएको त कोही पनि हुँदैन नि। अवश्य हुँदैन होइन। टुल्कु रेम्बर चाहिँ पुनर्जन्म लिने टुल्कु रेम्बर्चले त यहाँ आएर सिक्नुपर्छ भने हामी त साधारण मान्छे, हामीले त यहाँ सिक्ने बाहेक विकल्प केही छैन। हामी सबै सिक्ने हो होइन। सिक्नको लागि अगाडि सिकाउने मान्छे चाहिन्छ। त्यही अनुरूपको पाल्दिन्छ उयो लामा रेम्बर्चे भनेको चाहिँ हामीलाई सिकाउने गुरु चाहिँ महान हुनुहुन्छ। उहाँले नसिकाएको भए हामीले केही पनि जान्दैन थियो। जुनै चिज पनि खाना खाने होस् या हिँड्ने होस् या यो कामकाजहरू होस्, जुनै पनि सिकाउने एउटा गुरु चाहिन्छ। गुरु एकदम गुरु चाहिँ पल्देन चाहिँ लामा रेम्बर्चे एकदम मणिरत्न जस्तो। यो उदुम्बरी फुल भन्छ नि 12 वर्षमा एकचोटि फल्ने हो, त्यो फुल भन्दा पनि एकदम अमूल्य चिज हामीलाई सिकाउने गुरु हुनुहुन्छ। दागी चिउरपेमा देन शुक्ला भनेको छ तपाईँ हाम्रो शिरमाथि शिर उप विराजमान गरिदिनुहोस् है। काटिन चाहिँ म कौने जेसुन्दे तपाईँको वजन शिर उप गरेर म जे गर्छु तपाईँको वजन अनुसार वजनबद्ध गर्छु भनेको। अनि कुसुम थोकिङ वेटु चल्दोसोल भनेको चाहिँ कु भनेको मूर्ति भयो, झुङ भनेको धर्म पुस्तक भयो, अनि थुक भनेको चाहिँ छोड्देन, अनि त्रिकाया भनेर भनिन्छ नि होइन। तन मन वचन पनि भन्छ त्यसले। तन मन वचन त्यो धर्ममा भन्दा भने तन मन वचनको चाहिँ सिद्ध प्राप्त छुट्टै प्राप्त होस्। कुसुम थुकिङ वेटु भनेको चाहिँ सिद्ध, चल्दोसोल भनेको चाहिँ छुट्टै प्राप्त होस् भनेको। अनि त्यो भन्न त अनि सबैले मिल्छ नि। त्यो भाषा मात्र फरक हो। एउटा यो छोई भाषाबाट बोलेको चिज हो। तपाईँहरूले छोई भाषा आउँदैन त बोल्नै नमिल्ने होइन। यो चिज चाहिँ तपाईँहरूले छोई भाषा नआए पनि यो 4वटा चिज चाहिँ तपाईँहरूले मनमा राखेर बोल्यो भने तपाईँ जुनै पनि कर्म गर्नुहुन्छ, कर्म
अर्थपूर्ण हुन्छ जस्तो लाग्छ मलाई। अवश्य पनि धेरै धेरै धन्यवाद छ। यो जुन मन्त्रको तपाईँले कति होइन एकदम स्पेसल्ली कस्तो सिम्पली होइन एकदमै सजिलोसँग सबैले बुझ्ने गरी भनिदिनु भएको छ। बौद्ध धर्म धेरै मन्त्रहरू छन् होइन, एकदम थुप्रै मन्त्रहरू छन्। त्यो विषयमा नि हामी कुराहरू गर्ने नै छौँ। विशेष गरी आज हामी गुरुलाई हामीले आज यो पोडकास्ट होइन हाम्रो 10औं एपिसोडको पोडकास्टमा निम्ति आउनुको कारण भनेको उहाँ एउटा लामा जुन विद्यामा होइन हाम्रो बौद्ध धर्मको विद्यामा चाहिँ उहाँ पोख्ता हुनुहुन्छ। हामीले भन्नुपर्दाखेरि लामा जुन हाम्रो बौद्ध धर्मअनुसार चाहिँ उहाँलाई लोसोम दोसोम पनि उहाँले प्राप्त गरिसक्नु भएको व्यक्तित्व हुनुहुन्छ। उहाँ आदरणीय लोपेन गुरु हुनुहुन्छ, सोनाम लामा भनौँ, उहाँ सोनाम लामा मोक्तान उहाँको पछाडिको तामाङभित्रको थर तामाङ हुनुहुन्छ। यहाँहरूलाई मैले उहाँको परिचय गरेँ र आज हामी विशेष गरी उहाँ त आफ्नै लामा गुरुकै ड्रेसमा हुनुहुन्छ। म चाहिँ आज चटक्क होइन तामाङ ड्रेस किन भने होइन टोपी लगाएको छु अनि यो तामाङ यो एउटा हाम्रो तामाङको पहिचान जस्तो यो एउटा यो पनि लगाएको छु अनि मैले चस्मा मात्रै अलिकति थपेको छु होइन, यसमा अन्यथा नलिनु होला भन्दै विशेष गरी हामीले आज कुराकानी नै हामी के विषयमा गर्छौँ भने हामी एकदमै बौद्ध धर्मसँग र तामाङ समुदाय अथवा यो बौद्ध धर्मसँग सम्बन्धित अन्य समुदायसँगको विशेष यो हाम्रो पोडकास्ट रहनेछ। र त्यसमा जस्तो अब हामीले तामाङ भाषा र बौद्ध धर्मको चाहिँ बौद्ध धर्मको अन्तर सम्बन्ध के हो होइन, धर्मभित्रको रहेको विकृतिहरू अथवा धर्मले चाहिँ अहिले के भनिरहेको छ अथवा हामीले के गरिरहेको छ त्यो कुराहरू पनि गर्छौँ। र हाम्रो लिपिको कुराहरू पनि विवादमा छ। हामीले मान्ने हाम्रो धर्मसँग सम्बन्धित यो विभिन्न जुन भनिन्छ नि धार्मिक यो जुन चाडपर्वहरू त्यो विषयमा नि कुरा गर्छौँ। सकेसम्म हामी यो पोडकास्टमा यस्तै कुरा गर्छौँ भन्दै थोरै मैले यो दर्शकहरूलाई मात्रै भने हजुरलाई पनि मैले यसमा अलिकति रिमाइन्डिङ गरेँ। अब म विशेष गरी हामी पोडकास्टको चाहिँ हामी मेलैसित केही कुराकानीहरूमा विषयवस्तुहरू चाहिँ गर्छौँ है लोपेन गुरु। ओके, फर्स्टमा हामी हाम्रो बौद्ध धर्मको लिपि चाहिँ सम्बोटा लिपि भन्ने हामीले सुन्दै आएको होइन, र अहिले तामाङ समुदायमा एकदमै विवादमा छ। थोरै अस्ति यहाँले पनि केही कुराहरू चाहिँ यो विषयमा बोल्नु पनि भएको थियो, सुनेको थिएँ मैले होइन। यही विषयमा हामी स्टार्टिङ गरौँ होइन। यो लिपिले चाहिँ लिपि भनेको अनिवार्य छ, लिपि बिना त यो भाषा अथवा यो बोल्ने टोन पनि त आउँदैन, कुनै पनि आउँदैन। र तामाङ भाषासँग जोडेको लिपि हिजोको दिनमा हामीले सुनेको लामा गुरुले छेउमा जे लेखेको छ त्यही नै हाम्रो लिपि होला भन्ने नै थियो नि त। होला भन्ने मैले चाहिँ त्यो भन्नु पऱ्यो किनभने म त्यो लिपिमा मलाई त्यति छैन र त्यो कुरालाई बुझ्नलाई यहाँहरू जस्तो लामा गुरुसँग त्योसँग सम्बन्धित व्यक्तित्वहरूसँग हामीले कुरा गर्ने हो एकदम। र हामी यो विषयमा जाउँ। यो सम्बोटा लिपि अनि तामाङिक लिपि भनेर भनिरहेको छ। हजुर, यसमा चाहिँ खासमा तपाईँले बुझ्नुभएको कुरा अथवा तपाईँले बुझाउन चाहनुभएको कुरा चाहिँ के हो गुरु? सर्वप्रथम त हाम्रो यहाँ जन्मभूमि पोडकास्टका हाम्रा आदरणीय प्रितम सुमजी सर उहाँले जुन कुरा उठाउनु भयो तमाम अहिले तामाङहरूको प्रतिनिधित्व गरेर उठाउँदै हुनुहुन्छ जस्तो लाग्छ मलाई। यो सबैले मनमा लाग्ने कुरा, मनमा उत्पन्न हुने प्रश्न हो यो है। अब हुन त म त्यति साह्रो विज्ञ मान्छे होइन। म सबैलाई दर्शकमा आज म के भन्न चाहन्छु भने म कुनै यो बाहिर गएर पढेर आएर म धेरै वर्ष अध्ययन गरेर म भएको होइन। म पनि तपाईँहरू जस्तै यही ठाउँमा बसेर केही गरौँ भनेर केही अध्ययन गरौँ, केही चिज चाहिँ के रहेछ सत्य यथार्थ त्यो चिजलाई हामी त्यो चिजमा अबद्ध भएर काम गरौँ भनेर एउटा मेरो पनि कोसिस हो। त्यो गर्दैखेरि अहिले उहाँले सोध्नुभयो हाम्रो तामाङ लिपि बिना त कुनै पनि चिज हुँदैन भनेर। सही हो त्यो कुरा। हाम्रो जुनैको पनि मैले हिजो अस्ति नेपाल बौद्ध महासङ्घ, नेपाल तामाङ बौद्ध महासङ्घ
मा सानो एउटा भिडियो लिएको थिएँ, त्यसमा नि भनेको थिएँ हामी एउटा जुनै चिज गरे पनि त्यो चिज कहाँबाट सुरुवात भयो त्यो चिजको चाहिँ एउटा झल्को चाहिँ आउँछ अरे कि होइन। जस्तै हाम्रो तामाङ भाषामा लिपिमा धेरै विवाद पहिला थिएन। अहिले जति मान्छे विज्ञ हुँदै गयो त्यति विवाद निस्किँदै गयो जस्तो लाग्छ मलाई है। पहिला जुन हाम्रो बाबुबाजेको आफ्नो ठाउँको एउटा रीतिरिवाज थियो, बोली एउटा भाषा थियो, त्यही भाषाले बोल्थ्यो, रिमठिम भनेर भन्थ्यो नि। त्यो रिमठिम अनुसार कसरी मजाले चलिरहेको थियो नि है। एकअर्काको रिमठिमलाई मान सम्मान गर्दै रेस्पेक्ट गर्दै सम्मान गर्दै हामी अगाडि बढेथ्यौँ। तर अहिले चाहिँ के भयो भन्दा लाटाको देशमा गणै तन्निएर भन्ने एउटा उखान सम्झिन्छु म। अहिलेको मान्छेहरू चाहिँ बाहिर गएर म कोस तामाङमा यति बुद्धिजीवी भनेर भनिन्छ। हाम्रो तामाङ जातिको चाहिँ उहाँ चाहिँ यस्तो महान व्यक्ति हुनुहुन्छ भनेर उसलाई सम्बोधन गरिन्छ। हो त्यस्तै मान्छेहरूले चाहिँ बिगारेको जस्तो कि लाग्छ मलाई। कसरी जस्तो किन यो भन्दै हुनुहुन्छ यहाँले? किन भन्दाखेरि हाम्रो जुन पहिलाको हाम्रो तामाङ भाषा थियो नि, भाषा एकदम शुद्ध थियो। हाम्रो बाउबाजेले बोलेको भाषाहरू धेरै शुद्ध थियो। अहिले के भयो, आधुनिक हुँदै आयो। मलाई जहाँसम्म लाग्छ भाषाको परिवर्तन भइसक्यो। पहिलाको मान्छेहरूले खानाङ फेप्पा होइन, सोल छोएपरि फेप्काउ भन्ने शब्दहरू कति मजाले तामाङ मात्र, यो नेपाली युज नलिकन तामाङ मात्र बोल्थ्यो शुद्ध। तर अहिलेको तामाङहरूले तामाङ शुद्ध बोल्दैन, सबै नेपाली मिक्स गर्छ। जस्तो कसरी बोल्छ त्यो तपाईँले बुझेअनुसार, तपाईँले सुनेअनुसार चाहिँ? जस्तै हामीले अहिले बोलिरहेछ नि, ओ आबा फेप्काउ, ओ आबा खाऊ होइन, ठाडे हुँदै गयो। अनि हामीले बोल्दै जाँदाखेरि तामाङ कुरो नै समाजमा हेरौँ न, तामाङ कुरो त गर्दै सबै शब्दहरू चाहिँ रिमिक्स हुँदै गएको छ। अझ कोही कोहीले त अब अलिकति टाठो बाटो बाहिरतिर घुमेर आउने, अलिकति अन्तर्राष्ट्रिय हो भने इङ्ग्लिस पनि मिसाइदिन्छ त्यहाँ है। होइन, जानेको सबै भाषा जानेको राम्रो, नराम्रो भन्न खोजेको होइन। जे गर्छु भन्छ त्यो चाहिँ शुद्ध सही चिज गऱ्यो भने बिग्रिँदैन। हामीलाई मात्र होइन, त्यो गर्ने मान्छेलाई पनि अनि देख्ने मान्छेलाई पनि सुन्ने मान्छेलाई पनि राम्रो हुन्छ कि जस्तो लाग्छ है। मैले भन्न अघि नै तपाईँले भनेको कुरा, यो भाषामा चाहिँ विभिन्न थरी आउन थाले। सबभन्दा कुरो त अहिले यहाँ केमा छ भन्दा सबैले थाहा भएको चाहिँ तामहिक र सम्भट लिपिमा उनीहरू दुईवटा भइरहेको छ। एउटा तामहिकमा छ, एउटा तामाङ सम्भट लिपि छ होइन। म सबै दर्शक माझ म के भन्न चाहन्छु भने तामहिक भनेको के हो, तामाङ सम्भट लिपि भनेको के हो त्यो बुझ्नुहोस् पहिला। तर म गरौँ भन्दा त्यो दुईटाले भन्न खोजेको के हो। तामाङ सम्भट लिपिमा चाहिँ अर्कै अक्षर हुने, अर्कै हाम्रो तामाङमा नभएको शब्दहरूले जोडेर गरेको होइन। तामहिकमा चाहिँ फेरि अब कहाँ गएको बाहिरबाट विदेशबाट ल्याएर जोडेर राखेको चिज होइन। त्यहीँभित्र त हाम्रो तामाङकै कुराहरू हो नि त, हाम्रो तामाङकै शब्दहरूलाई समेटा हो नि त। अनि किन चाहिँ तामाङकै शब्दलाई चाहिँ किन चाहिँ दुई ठाउँमा विभाजन गर्न खोज्ने? तामाङ सम्भट लिपि तामहिक भनेर किन भन्नु पर्यो? तामहिक भनेको के हो? हाम्रो तामाङ भाषाबाट ताम भनेको कुरा हो, शब्द हो होइन। हिक भनेको चाहिँ अक्षर हो होइन। अक्षर हिगी भन्छ नि, हाम्रो हिगी भनेको चाहिँ खास गरी हाम्रो छोई भाषाबाट चाहिँ हिगी भन्नेलाई अक्षर भनिन्छ है। ताम भनेको त कुरा भयो होइन, कुरा अथवा भाषा शब्द तामाङको शब्द भनेर निस्किने भयो। तामहिक भनेको तामाङ सम्भट लिपि केले भनिन्छ? तामाङको भाषालाई
तामाङको भाषा उत्पन्न भएको भने सम्भवत लिपि भनेको चाहिँ भाषा हो नि त होइन लिपि जुन लिपि भन्यो नि त्यो लिपि भनेको चाहिँ हाम्रो तामाङको लिपि भन्न खोजेको तामहिक र तामाङ सम्बन्धी मलाई जहाँसम्म त्यसमा विवाद छैन सबै एउटै तर त्यो मान्छे जुन मान्छे यो तामाङ लिपि हो तामाङ सम्बोट लिपि हो भन्ने मान्छेहरूको आफ्नो भ्रम हुनसक्छ तर त्यसको मतलब एउटै हो म के भन्न चाहन्छु भने हाम्रो तामाङ सम्बोट लिपि कहाँ खोज्न जाने कसलाई खोज्ने भन्ने एउटा दोधारमा छ सबैजना त्यस्तो दोधारमा कोही पनि मान्नु पर्दैन जस्तो लाग्छ मलाई किनकि भन्दा हुन त म पनि त्यति साह्रो विज्ञ मान्छे होइन मैले पनि लगभग 20-25 वर्ष भयो म यो लामो फिल्डमा लागेको मैले यहाँ कुरै गर्दा मैले जोडेँ म पनि एउटा गाउँमा बसेर पढेर बस्ने मान्छे म पनि हलो जोतेर म पनि गाउँघरको त्यही कामकाजहरू गरेर आएको मान्छे हो किन चाहिँ मलाई लामापट्टि इन्ट्रेस्ट लाग्यो त भन्दाखेरि हामी लामामा नाम मात्र लामा रहेछ जस्तो लाग्यो थियो मलाई सर्वप्रथम मलाई यहाँबाट म हाम्रो यो जन्मभूमि पोस्टबाट चाहिँ म धन्यवाद दिनुपर्छ हाम्रो तामाङ गुरु हुनुहुन्छ पेमा लामा शिखरपुरको हुनुहुन्छ उहाँ मलाई यो लामामा प्रवेश गराउने मलाई यो लामा यस्तो हुनुपर्छ भनेर ज्ञान दिलाउने मान्छे व्यक्ति चाहिँ उहाँ पेमा गुरु हुनुहुन्छ उहाँलाई म यहाँबाट हृदयदेखि नमन गर्न चाहन्छु अनि त्यसपछि मेरो अभिभावकको रूपमा उभिदिनु भयो डाक्टर टसिछिरिङ एसबी लामा उहाँ हाम्रो जुन नेपालको जातित्वको हिसाबले शेर्पा हुनुहुन्छ म तामाङ हो उहाँ ओख्रेनीको गुरु हुनुहुन्छ ओख्रेनी अहिले त 5 पोखरी गाउँपालिका भयो पहिला चाहिँ थाङपाल जामिरे गाविस थियो उहाँहरूको अनि अहिले चाहिँ अब एउटै भन्दा 5 पोखरी उहाँहरू ओख्रिनी हो ठुलो ओख्रिनी उठपट्टि उहाँको निवास चाहिँ घर चाहिँ उहाँको त्यहाँ हो म धेरै वर्ष त्यहाँ पछि गुरुको शरणमा हुँदाखेरि मलाई आजसम्म यहाँ जुन म आजको स्थानसम्म आइपुर्यायो म गुरुहरूप्रति म कृतज्ञ छु गुरुहरूले म सबैलाई म प्रार्थना गर्छु गुरुहरूको सुस्वास्थ्य दीर्घायुको लागि मलाई के लाग्छ भने अब म यो लामामा प्रवेश हुनु मलाई गराइदिने व्यक्तित्वहरूले मैले सम्झेँ म किन गरेको त भन्दा यो हाम्रो चाहिँ मान्छे हाम्रो पहिलाको हाम्रो जुजु बाजेहरू चाहिँ लामा त गर्ने काम चलाउ जस्तो भयो के नभएको भन्दा कानै गोरु ठिक छ भने जस्तो के भन्छ नि उखान त्यस्तै गरे जस्तै गाउँघरमा नभएको भन्दा यहाँ लामै ठिक छ भने जस्तो अब त्यो लामा काम पर्दा मात्र मान्छे मर्दा मात्र त्यो छुए समाउने अरू बेला नसमाउने गरेरै हाम्रो यो धर्म चाहिँ पछाडि गएको जस्तो लागेर अनि म पनि 8 क्लासमा पढिरहेको थिएँ गाउँमा त्यही चाहिँ छोडेर लामामा जानुभयो लामामा म छिरेर आएको भन्नुपर्दा म यहाँ तपाईँहरूलाई यहाँ जोडेँ मैले मेरो एउटा कहानी अर्कै छ म घरबाट पनि भागेरै आएको लामा बन्नको लागि मेरो बुवा मेरो परिवारले चाहिँ भन्नुहुन्थ्यो एसएलजी दिएर जाउँ होइन जहाँ गए पनि जाउँ मलाई एसएलजीसम्म बस्दाखेरि म धेरै ब्याक हुन्छ मैले जान्छु मेरो एउटा मन सायले त्यो पनि अनि म घर छोडेर आएको किन आयो त भन्दा हाम्रो तामाङमा यस्तै विवादहरू पहिला चाहिँ नबुझेर थियो अहिले चाहिँ बुझेर पनि विवाद भइसकेको छ यहाँ किन त भन्दा त्यो चाहिँ अहमले भयो यो मैले भनेको ठिक हुनुपर्छ जस्तै तपाईँ यहाँ तपाईँको आफ्नो तपाईँ प्रतिनिधित्व गरेर तपाईँले यहाँ स्टार्ट गर्दै हुनुहुन्छ चलाउँदै हुनुहुन्छ होइन अनि तपाईँले चाहिँ मैले भनेको हुनुपर्छ मेरै नीति चाल्नुपर्छ भन्यो भने कोही मान्छे टिक्छ त टिक्दैन भएको त्यही हो लिपिमा पनि त्यही भएको तामहिगले पनि तामहिगै सही हो भन्न थाल्यो तामहिगै ठुलो हो भन्न थाल्यो अनि उता तामाङ सम्बोट लिपिले पनि तामाङ सम्बोट लिपि ठुलो हो भन्न थाल्यो जस्तो यसमा अब यसलाई अब टुङ्ग्याउँदै लैजाउँ अब किनभने हामीले जे कुरा हो तपाईँले भन्दै जानु भइरहेछ होइन अब यसलाई यसरी इन्डिङ गरौँ न जस्तो
भन्नुभएपछि सम्भोटा लिपि भनेको चाहिँ एउटा नेपाली भाषाबाट भन्यो नेपाली भाषाबाट चाहिँ सम्भोटा लिपि भन्यो अनि हाम्रो तामाङले भन्दाखेरि चाहिँ तामाङ लिपि भन्यो त्यो लिपिको जुन अक्षरहरूको स्ट्रक्चरहरू भनौँ न त्यसको चाहिँ डिजाइनहरू अथवा कस्तो हुन्छ नि अब जस्तो हामीले अब क लेख्दाखेरि जस्तो हुनुपर्ने अथवा ख लेख्दाखेरि के हुने हो अथवा त्यो शब्दभित्र चाहिँ कतिवटा चाहिँ शब्दहरू हुन्छ भन्नेहरू चाहिँ लगभग के छ तपाईँले अहिलेसम्म बुझेअनुसार चाहिँ उस्तै देखिनु भएको छ कि अलिअलि चाहिँ फरक हो त त्यो त अब उनीहरूले फरक भन्दै गर्दाखेरि त होइन यस्तो छ सरले मैले तपाईँको वचन काटेँ कस्तो छ भने मैले अघि नै पनि जोड्न लागेको थिएँ यो कुरा म पनि एउटा सिक्दै गरेको मान्छे हो मैले जुन अध्ययन गरेको धर्म पुस्तक छुई भन्छ त्यो अध्ययन गर्दा चाहिँ त्यहाँभित्र भेटेको शब्दहरू चाहिँ हाम्रो तामाङको शब्दहरू धेरै भेटे छुइमै छ स्युको स्यु छुइमै छ हजुर फेप्काउ आउनुहोस् फेप्काउ छुइमै छ फेप होइन सबै चिज चाहिँ हाम्रो तामाङ शब्दहरू चाहिँ हामीले बोल्ने शब्दहरू चाहिँ त्यो धर्म पुस्तकभित्र भेटेँ मैले अध्ययन गर्दाखेरि अनि कतिपय मैले यस्तो पनि लाग्छ कि मैले एक दुई ठाउँमा मैले हिजो अस्ति त्यो नेपाल बौद्ध महासङ्घले त्यो लिएको भिडियो पनि बनाएको थियो कुनै ठाउँमा चाहिँ मैले लामा पढ्दै गर्दाखेरि ओहो त्यहाँ त हामीले बोल्ने कुरो पनि रहेछ त हाम्रो शब्द पनि रहेछ त भन्ने मान्छेहरू पनि मैले भेटाएको छ किन त भन्दा त्यो भित्र त पनि तामाङको शब्दहरू छ नि त हामी तामाङ त यसो हेर्दा त त्यो छुइ त हामीले जिजु बाजेले बनाएको होइन त्यो त भगवान् बुद्धले नै सुजी गरेर राखेको चिजलाई अझ हाम्रो तामाङले होइन भोट त्यो जुन घ्यागार भनेको त इन्डियाका महापण्डितहरूले लिपिबद्ध गरेको टिबेटका मान्छेहरूले पछि गुरुहरूले अध्ययन गरेर चाहिँ टिबेट भाषाबाट टिबेट राखेको त्यो त उनीहरूले बनाएको होइन त्यो त भगवान् बुद्धकै हो नि त त्यो भएको कारणले मलाई जहाँसम्म लाग्छ हाम्रो तामाङ भाषा चाहिँ कहाँबाट आयो त भन्दा त्यही छेउभित्रबाट निस्केको हो कि जस्तो लाग्छ कि त्यो चिजहरू कहीँ न कहीँ जस्तो लिपि जहाँबाट उत्पन्न भयो त्यहीँनिर त्यहाँ भाषासँग बोल्ने ट्युनहरूसँग मिलाएर बनाउने कुरा अनि अब यो अहिले जुन तामाङ लिपि भनेर अब बनाउने एउटा टिम पनि छ नि त हाम्रो चाहिँ लिपि यो हो भनेर चाहिँ उनीहरूले अब एउटा टिमले अथवा एउटा चाहिँ एउटा समूहले चाहिँ अब हाम्रो चाहिँ आफ्नै लिपि छ हाम्रो लिपि अनुसार चल्नुपर्छ भन्ने कुराहरूमा अहिले जुन विवाद भयो हजुर लिपि बनाएर बनाउन मिल्छ भन्ने जस्तो लाग्छ एकदम हो तपाईँले अहिले कुरा सही सोध्नु भयो तपाईँले लिपि बनाउन मिल्ने भए त्यसले लिपि भनिन्छ लिपि भनेको जुन पहिलादेखि उत्पत्ति जहाँबाट भएको थियो त्यसलाई नै विस्तार गरेर ल्याउनाले लिपि भनिन्छ त्यसले समाउँछ नि होइन हामी अनि तपाईँले मन लाग्यो तपाईँले यसो चाहिँ हुन्छ है भन्यो यो चाहिँ हो है हाम्रो भनेर हिँड्नु त सुहाउँदैन नि त्यो भन्नु पनि बेकार मूर्ख हो कि तर मलाई जहाँसम्म लाग्छ तामहिकले पनि तामाङ सम्बोटहरूले पनि लेख्ने चाहिँ त्यही टिबेटन भाषा छुया अक्षर नै लेखेको छ अनि उनीहरूको भाषाले अलिअलि आफ्नो भाषा झल्काउने मात्र हो भन्नाले त्यो अब अक्षर त्यस्तै छ बोल्ने अब शब्द हाम्रो भाषाको फरक छ ट्युन एकदम लामाको भाषाको ट्युन फरक छ अहिले भन्छ नि मान्छेले टिबेटन भाषासँग चाहिँ त्यो छोई भाषा अलिअलि मिल्न गएकोले टिबेटनै नत्र त छोई त टिबेटनहरूले त छोई त खलल पढ्न सक्दैन नि भन्न छोईको भाषा बेग्लै हुन्छ कि टिबेटनको पनि भन्न मिल्दैन टिबेटन भाषासँग त 100% चाहिँ मिल्न जान्छ टिबेटनसँग तर टिबेटन भाषासँगै ठेट मिल्छ भन्ने हुँदैन भनेपछि अहिले जुन सम्भोटा अथवा छेउको भाषा छ छेउमा लेखेको चाहिँ टिबेटनको भाषा हो त्यो टिबेटनको लिपि हो भन्ने कुराहरू छ त्यो होइन त्यो ब्रह्म केसँग सम्बन्धित गर्ने त्यसलाई बौद्ध धर्मको लिपि भनेर धार्मिक लिपि भनेर लाँदा हुन्छ बौद्ध धर्मको शास्त्रको लिपि भन्दा त्यसलाई बेस्ट किनकि त्यो धेरै कुनै रेम्बुर्छीले अब गुरुहरूले प्रवचन दिँदा तपाईँले हेर्नु भएको होला ह्योल्मोको गुरु हो भने ह्योल्मो भाषापट्टि टल्काएर जान्छ शब्द चाहिँ त्यो छेउभित्रको बोल्छ ह्योल्मोपट्टि बोलेर जान्छ टिबेटन गुरुहरूले बोल्यो भने टिबेटपट्टि ढल्काएर जान्छ होइन अनि भुटानीहरूले बोल्यो भने भुटानीपट्टि जान्छ हजुर अब म यहाँ रोक्छु है तपाईँलाई अब तपाईँले भन्न खोज्नुभएको मैले के बुझेँ भन्दाखेरि जस्तो हामीले नेपाली भाषालाई नै
तामाङले बोल्यो भने ओ गुड कताबाट आयो है भन्छ। अच्छा अनि नेवारले बोल्यो भने कटाबाट आयो ओ यही भन्नु पर्यो। कटाबाट ओ भएको त्यो तर बुझेन मान्छेले चाहिँ। अब तपाईँ एउटा नेवार भयो म तामाङ हो भने यो चाहिँ हो भनेर जस्तो भयो कि। उसले त ट भन्दै ठिक छ, हामीले ता भन्छ कताबाट आयो एकदम गुड। दुइटै ठिक हो तर टोन आफ्नो आफ्नो गयो। भाषा के बोलेको नेपाली भाषा बोलेको तर आफ्नो टोन गयो नि, त्यो टोनपट्टि गएको। तर कुनै रेम्बुर्छीहरूले धेरै विज्ञ रेम्बुर्छीहरूले धेरै गुरुहरूले चाहिँ के गर्छ भने त्यही छुएको भाषा त्यो बोल्छ कि त्यो बोल्ने पनि हुनुहुन्छ छैन होइन। तर हामीले पनि अब जुन चाहिँ शुद्ध छ त्यो चाहिँ त्यसमा चाहिँ पछि लागौँ न होइन। अनि मैले चाहिँ सम्बोट लिपिमा यो लिपि र तामहिकमा धेरै डिस्कस हुनु पर्दैन, राम्ररी हामीले बुझ्दै गयो। शब्द एउटै हुन्छ सबैको होइन। हामीले जे गरे पनि मैले अघि नै भने जस्तो तामहिक भनेको तामाङ भाषाबाट हो, तामाङ सम्बोटे लिपि भनेको नेपाली भाषाबाट हो। त्यति बुझ्यौँ। अनि यसलाई बोल्दाखेरि अलिकति तलमाथि हुन्छ। तर यसलाई ठुलो इस्यु लिएर नबसौँ, ठुलो हार्ड जस्तो नबनाऊ। यसलाई हामी जिज्ञासा लाग्छ भने त्यस्तो लाग्छ भने शब्दहरू हेर्नुहोस्, धर्म पुस्तकभित्र पाइन्छ। म यही भन्छु। एकदम यो कुरालाई म पनि चाहिँ तपाईँको कुरालाई मैले पनि एउटा खालको अझ एउटा उदाहरण प्लस गरौँ हामीले। हजुर जस्तो तामाङहरू अहिले विश्वभर फैलिसकेको छ। जस्तो हाम्रो किपट भूमिहरू विभिन्न हामी उत्पत्ति भएको अथवा त्यहाँनिरबाट चाहिँ आएको रे भनेर भन्छ, 86 गरेको ठाउँहरू भन्छ होइन। त्यो हिल्साहरू होइन, त्यो हाम्रो चाहिँ त्यो जुन भनौँ न किपट भूमिहरू छ नि, त्यो भूमिहरू मात्रै हेर्दाखेरि पनि के टोलै पिछेको तामाङै भाषा फरक छ नि, बोल्ने टोनै फरक छ। जस्तो अहिले गुरुले बोल्नु भएको तामाङ खानाङ से फेपखाबा भन्छ हाम्रो तामाङ भाषा। हाम्रो मैले अब सिन्धुपाल्चोकको मेरो दुस्कोट मेरो ठाउँ खान्दोसे खाबा, अनि तपाईँ र मेरै खान्दोसे बियोङखाबा अनि खालाङ से खाबा अनि खालाङ निलेलाबा। अनि अहिले तामाङ समुदायमा केही व्यक्तिहरूलाई मलाई पनि के लाग्छ भने मैले नि बोल्न अब खोजिरहेको कुरा चाहिँ तामाङ भाषा अब मैले बोलिरहेको भाषालाई मेरै तामाङ भाषा अब सबै तामाङको चाहिँ मैले जसरी बोल्नुपर्छ भन्ने मिलेन नि। अब त्यसो गर्यो भन्दा अनि ठाउँको मान्छेहरू उभिने, विवाद त झन् विवाद हुने, झगडा गर्ने। अनि त्यसको उपलब्धि चाहिँ के हो त? झगडा गरेर उपलब्धि के हो? यो एउटा फ्याक्सन गराउन खोज्या हो क्या। हो त्यो सबै यो एउटा जुन नराम्रो चिजको बिउ हो है। मलाई चाहिँ यो बुद्धि भएको विज्ञहरूले हामी बुद्धि नभएकोहरूलाई लडाइँमा पार्न खोजेको जस्तो पनि हो क्या। लडाइँ त हामी गर्दैन होइन यो विषयमा। जस्तो अब के अरे लामा गुरु लोपेन गुरु र मेरै कुरामा एउटा कुरा अब भनौँ न, अब मैले भनेको कुरा चाहिँ अघि हामीले त्यो कुरालाई जोडे पनि। जस्तो मेरो ठाउँको मेरो सिन्धुपाल्चोकको मेरो गाउँको चाहिँ रिमझिम जे छ, चारधामको रिमझिम हुन्छ, अब कर्चोलपोङ भन्नेहरू छ, योरेम भन्ने होइन, अब यो अथवा त्यो चोरीपोङहरूको कुराहरू छ, विभिन्न आमा घेस्या भन्छ हाम्रोतिर त के त्यो पोङहरूको धेरै छ हाम्रो रिमझिमको कुरा। यो ठ्याक्कै लिपिसँग धर्मसँग संस्कारसँग जोड्दाखेरि त्यो कुराहरू छ। मेरो सिन्धुपाल्चोकमा गर्ने चारधाम र तपाईँको काभ्रेमा गरेको चारधाम त मिल्दैन नि होइन, त्यो ठाउँ अनुसार फरक छ। अनि मेरो सिन्धुपाल्चोकमा गरेकै जस्तो चाहिँ त्यहाँ काभ्रेमा गर्नुपर्छ भन्यो भने त तपाईँ त्यहाँ बस्न सक्छ होइन। अनि जो जे छ जुन हाम्रो संस्कारले लिएर आएको छ त्यसलाई हामी एप्रिसिएट गरेर अझै अगाडि बढौँ। यो विवादित पारेर यो भ्रम पारेर यो लाग्नेहरूलाई चाहिँ एकदम मैले चेतावनी दिनुपर्ने। तपाईँको कुरालाई मैले काटेँ, एउटा उखान छ नि, मैले त्यो जस्तो त्यो भिडियो पनि राखेको छ यहाँ हाम्रो तामाङ भाषाबाट, कानालाई देश्रिनेमा मिगेचिम लङ्गडालाई देश्रिनेमा काङ्गी केङ भनेको चाहिँ के भने अन्धोको देशमा गएर चाहिँ आँखा एउटा चिम्लेर हिँड्नुपर्छ अरे कि, किनकि अन्धोमा देशमा छ नि त होइन। अनि लङ्गडाको देशमा पुगेपछि एउटा खुट्टा आफ्नो राम्रै भए तापनि एउटा खुट्टा उचालेर हिँड्नुपर्छ अरे। भन्नुको मतलब त्यो ठाउँमा हामी गएपछि त्यो ठाउँमा मिलेर बस्नुको लागि त्यो ठाउँमा जे छ त्यो जस्तो गर्नु पर्यो, नत्र विवाद हुन्छ। नत्र म चाहिँ यस्तो हो भनेर त्यहाँ उभिन गयो भने त
विवाद हुन्छ, झगडा विवाद हुन्छ। भएन एकदम हो त्यो विवाद गरेर हाम्रो यो अहिले तपाईँ र म यहाँ कुराकानी गर्दैछ, हाम्रो दर्शकहरूले हेर्दै हुनुहुन्छ, उहाँहरूले पनि सोच्ला कि यो यिनीहरूले के भन्यो त्यो होइन, हामीले त्यही विवादलाई चाहिँ निर्मूल होस्, हामी सबै विवाद गर्न हुन्न भन्ने नै हो तर्फ हो, त्यति मात्रै हो हाम्रो कुरा। र हामीले अहिले जुन बोलिरहेको अब गुरुले जुन हिसाबले अहिले यो एउटा उखान टुक्कालाई जोड्नु भएको छ, त्यो पनि हामीले कसैलाई खसालेर बोलेको होइन, यो उहिलेदेखि एउटा खालको चाहिँ उखानको रूपमा भएको हुनाले त्यो टुक्कालाई जोडेको मात्रै अन्यथा पनि नलिनु होला। सबैले यो चिज माथि चाहन्छ, कोही कसैले ठेस पुग्न चाहन्छ त्यसमा हामी क्षमा पनि याचना छौँ, तर हामी विवादमा होइन सल्लाह गरेर अघि बढ्ने, हामी शान्तिको चाहिँ हामी के अरे बुद्ध धर्मको हामी चाहिँ शान्तिको चाहिँ हामी अनुयायी। अब म तपाईँलाई यहाँ एउटा कुरा मैले हजुर बोल्दै हुनुहुन्थ्यो, मैले काटेँ, माफ गर्नु। यो हामी के छ भन्दा आज यो हामी छलफल गर्न पाउनु धेरै ठुलो कुरा हो, किनकि हामी कसैलाई यो हामीले गरेको कुराले कसैलाई मनमा असर पुगोस्, ठेस पुगोस्, चोट पुगोस् भन्ने हिसाबले गरेको होइन। कुनै पनि जाति धर्मलाई हामीले यहाँ समेटेको छैन। एउटा हामीले यो विवाद भएको चाहिँ विवाद नगरौँ भन्ने हो। यो बौद्ध धर्मसँग सम्बन्धित कुराहरू हो, लिपिको कुरा भयो अथवा विभिन्न चाडपर्वको कुराहरू नै हामी बौद्ध धर्मको चाडपर्वहरू पनि छन् विभिन्न होइन, जस्तो अब पहिलो महिनाको पहिलो दिन अथवा लोछार भनेर पनि मान्छौँ, लोछार भन्छौँ, त्यहीँ पनि विवाद छ होइन। त्यसलाई अलिकति छ नि, यो सोनाम लोछार भन्छ, एउटाले घ्याल्पो लोछार भन्छ, एउटाले लोछार कहाँ सोनाम भनेको त के भन्छ, यो हामी जस्तै गरिब दिन दुखीहरूले मनाउने होइन, अनि घ्याल्पो लोछार भनेको चाहिँ राजाहरूले एकदम पैसा धनी मान्छेहरू होइन, त्यो साउ महाजनहरू भनौँ न, त्यो हिसाबले चाहिँ परिभाषित गरेर आएको छ अहिलेसम्म। अनि त्यही विषयमा पनि हाम्रो दुई चाहिँ छ, दुईतिर छ मान्छे। हाम्रै तामाङ समुदायहरू, तपाईँको त झन् नाम पनि सोनाम होइन, तपाईँलाई सोनामै मनपर्छ होला सायद सोनाम नै। म यसमा यसलाई अलिकति है तपाईँलाई लागेको कुरा होइन, यो विवाद गर्नु, म यो चिज चाहिँ के पनि भन्न चाहन्छु भने अहिले संवाद तपाईँ र म गर्दैछु, यो चिजले हाम्रो सम्पूर्ण बौद्ध धर्मावलम्बी, बौद्ध मार्गी र हामीले जति पनि तामाङ दाजुभाइहरू हुनुहुन्छ सबैको लागि एउटा म आग्रह पनि गर्न चाहन्छु। अब यो चाडहरू भनेर भनेको छ, हाम्रो तामाङ दाजुभाइहरूले म्यानिङ याङलान, लोछारे याङलान, पुर्नेन याङलान, औँसी याङलान भनेर बिग्रियो हाम्रो तामाङ भाषाहरू। अझ सङ्क्रान्ति पनि मान्ने, लुतो पनि हाल्छ हो कि होइन। अनि माघे सङ्क्रान्ति मान्छ, चैते दसैँ मान्छ, यो किन भन्दाखेरि म चाहिँ यसमा अलिकति म मात्र नभएर मेरो परिवार, मेरो दाई दुईजना हुन्छ मभन्दा अग्रज, विक्रम दाई, कमल दाई हुनुहुन्छ, मेरो माथिल्लो अग्रज दाईहरू हुनुहुन्छ। उहाँ दाईहरू म भाग्यमानी जस्तो लाग्छ, किनकि मेरो माथि चाहिँ उहाँहरू दाई जस्तो हुनुहुन्छ होइन। उहाँहरूले मलाई धेरै सपोर्ट गरिरहनु भएको छ। उहाँहरूले सपोर्ट नगरे भए आज म यहाँ हुँदैन थियो, मैले यो तपाईँहरूसँग यसरी बोल्ने मौका पनि पाउँदैन थियो। किनकि भन्दाखेरि चाहिँ आज मेरो दाइहरू पनि धर्म पक्ष गुरुहरूले यो चाहिँ हो है, कतिपय गुरुहरू मैले देखाएको छ रातै ड्रेसमा टिका लाउनु हुँदैन, दसैँ मान्नु हुँदैन भन्छ, उहाँहरू नै त्यसमै अब उहाँहरू बिजु हुने बेला भयो, फुर्सद हुने बेला उहाँहरू लगाइरहेको हुन्छ, टिका लगाए माला यत्रो राखेको हुन्छ होइन। अनि उहाँहरू नै अब त्यो जुन चाडपर्व मानिरहेको हुन्छ नि, हुँदैन है भनेर अरूले पनि भन्ने अनि आफै पनि गर्ने भयो भने त त्यो त मिलेन नि। मैले चाहिँ के भन्छु भने कि त बोल्नै भएन, मुखले जे बोलेछ त्यो चाहिँ आफूले अरूले गर्न नलागे भने आफ्नो जीवनमा चाहिँ गर्नु के म भन्छु है। तर मेरो दाई दुईजना हुनुहुन्छ, हामी पनि पहिला दसैँमा त्यो गाउँमा भैँसी मार्थ्यो, मासु लिन जान्थ्यो, कति रमाइलो हुन्थ्यो, पिङ खेल्थ्यो। भन्नुपर्दा तपाईँले एउटा कहानी, दसैँमा सबै छुट्टी हुन्थ्यो, काठमाडौँबाट आउँथ्यो, गाउँमा रमाइलो गर्थ्यो,
फुटबल खेल्थ्यो बाजेमा त्यही खेल्दा मेरो हात बाजेको यो देब्रे हात त्यही दसैँले गर्दा त्यस्तोसम्म मान्ने मान्छे म पनि। तर अहिले आएर म मान्दिनँ किन भन्दा चाहिँ यो त हाम्रो चाड होइन रहेछ नि त। होइन भन्दा थाहा हुँदाहुँदै किन मान्ने? म एउटा तामाङ हो, म एउटा मेरो धर्म बुद्ध हो, बुद्ध धर्म बौद्ध धर्म होइन। बौद्ध धर्ममा के भनेर आएछ आफ्नो धर्मको एउटा चाडलाई हामीले फलो गरौँ न। अब हामीलाई यो नेपालमा मैले कक्षा 5मा मेरो देश भन्ने किताब पढ्दाखेरि त्यहाँ त्यो नेपाल एकीकरणको बारेमा त्यहाँ पृथ्वीनारायण शाहको सबै त्यहाँ लेखेर रहेछ। हामी आफै पनि पढेर आउने नि त्यो चिज पढ न कति दमन गरे रहेछ पृथ्वीनारायण शाहले। सबै चिजलाई चाहिँ मारेर उसको नीति चलायो। हामीले सम्झिँदासम्म जुन वीरेन्द्रको परिवार मार्यो नि त्यतिखेर कति मान्छे हाम्रो तेमालतिर त्यो जुठो बस्यो, नुन खाएन, कपाल खाक्रियो होइन, खग्रियो अनि रात सेतो लुगा लगायो। किन त भन्दा त्यो चाहिँ राणाकै शासनको छाप बसेकोले राजाको शासन। एउटा उखान पनि छ नि के अगुल्डोले हानेको कुकुरले त चढ्याङ हुँदाखेरि पनि तर्सिन्छ अरे भन्छन्। हाम्रो तामाङ चाहिँ अहिले त्यही भएको जस्तो लाग्छ। जब त्यो राणा शासनको नीति नियम चाहिँ अहिले पनि उहाँहरूको मनमा हटेको छैन जस्तो लाग्छ है। तर खास गरी त्यो होइन नि, पहिला त लामा भाषाहरू बुझेन, उल्था गरिदिएन, ल पछि पऱ्यो ठिक छ। अब त खेम्पो अब त्यो चिजलाई नेपाली भाषाबाट उल्था गर्दैछ होइन, आफैले अध्ययन गर्न सक्छ। अब अहिले अध्ययन गरेर थाहा हुँदा पनि हामीले मान्यो भने बेकुफ कसलाई भन्ने? त्यो आफैले जान्नुपर्छ होइन, हामी आफै हो। त्यो भएको कारणले मेरो चाहिँ परिवारमा है म जब घुममा प्रवेश भयो मेरो घरमा दसैँ मान्न छोड्यो। मेरो घरमा चाडबाड दसैँ तिहार हाम्रो पनि बहिनी छ, बहिनीहरूलाई बोलाएर टिका लगाउने पहिला मैले पनि लगाएको। तर त्यो तिहारमा मात्र आफ्नो दिदीबहिनी हो त, अरू बेला होइन हो। त्यो चिजले गर्दा बिग्रिएको। तिहारमा चाहिँ मेरो बहिनी भनेर बोलायो, अरू बेला चाहिँ अनि मतलब छैन, सम्बन्ध बिग्रियो। बहिनीलाई सधैँ रूपमा आफ्नो बहिनीलाई आफ्नो बहिनी नै, दिदीबहिनीले दिदीबहिनी बनाएर राख्नुहोस्, तिहारमा मात्र मान्ने होइन। अनि के पनि भन्छ लक्ष्मी पूजा भनेर त्यतिखेर गर्छ नि, त्यतिखेर चाहिँ लक्ष्मीको फोटो राखेर पैसाहरू देखाएर है नानावादी गर्छ। अरू बेला चाहिँ छैन, पैसालाई के कता छ थाहा छैन होइन। त्यो लक्ष्मी फोटोलाई नै वास्तव गर्दैन। अनि त्यो के लक्ष्मी पूजाको दिन मात्र लक्ष्मी आउने हो त? लक्ष्मी त सधैँ आउनुपर्छ, हामीलाई सधैँ चाहिन्छ नि हो। त्यो चिजलाई चाहिँ छोडौँ। हामीले के भन्छौँ भने हामी तामाङ हाम्रो धर्मअनुसार जाने हो भने हजुर हामी दसैँ तिहार जस्तै हाम्रो पनि चाडहरू 4वटा चाड महान चाड छ। म यहीँबाट भन्छु तपाईँलाई, छोठोल दुल्छिन, छोखोर दुइछिन, लाभप दुइछिन, बुद्ध सकत हावा भनेर यो 4वटा छ है। लोछार त त्यो नयाँ वर्ष हो, त्यो एउटा पर्व। अब त्यो त एउटा नयाँ वर्ष न्यू इयर भनेर चाहिँ एउटा साल नयाँ अर्को पुरानो साल गएर नयाँ साल आएको भने त्यति मान्दैन। लाभप दुइछिन भने देव अवतरण दिवस भनेर भनिन्छ। हाम्रो तामाङको विकिहरू म के भन्न चाहन्छु भने हाम्रो तामाङ सम्बोट र तामाङ लिपिमा विवाद गरेर बस्नु भने यो ठाउँमा विवाद गर्नु चाहिँ हाम्रो यो चाड महान चाडमा पनि सरकारसँग लडेर छुट्टी माग्न सक्नुहोस् न। आज कहीँ सार्वजनिक छुट्टी छ आज छैन। तर आज गुम्बामा अघि नै बौद्धतिर पनि तपाईँले देख्नुभयो होला, मान्छेहरू गुरुहरू गुम्बामा सबैमा पूजा भइरहेछ। अब गाउँमा जान्नेहरूले त अब गाउँले सबै बोलाएर त्यो भगवान् बुद्धको लागि भनेर बुद्धको जुन नारा लगाएर त्यो बुद्धको वचन सोरठीले भूमहरू बोकेर गाउँ परिक्रमण गर्ने विभिन्न गरेर मनाइरहेछन्। यो चिजमा हाम्रो सरकारले हामी पनि त नेपालमै छौँ नि त, नेपाल देश त हाम्रो पनि हो नि त, हामी तामाङको पनि हो नि त, हाम्रो बुद्ध धर्म। अझ झन् बुद्ध जन्मेको देश नेपाल भनेर भनिन्छ। बुद्ध जन्मेको देश नेपाल त बुद्धले गरेको कृति, बुद्धले रचेको, बुद्धले स्थापना गरेको चिजमा चाहिँ वास्ता छैन भनेपछि हामीलाई कतिसम्म हामी चाहिँ पछि छौँ। अनि हाम्रो तामाङ दाजुभाइहरू, तामाङ विज्ञहरू चाहिँ म किन चुप लागेर बस्नुहुन्छ कि तपाईँहरू हाम्रै भित्र विवाद गरेर होइन कि अरूसँग विवाद गरेर हाम्रैलाई
हाम्रो जुन नजान्ने तामाङहरूलाई नजान्नेहरूलाई सही मार्ग देखाउनुहोस् न, अनि पो मान्छ त। तपाईँहरूले पनि धर्म हुन्छ होइन, अनि अरूले पनि गर्न पायो नि त। हो, म यस चिजमा अब मैले भने यो 4वटा दिवस चाहिँ के छ त भन्दाखेरि आज लभप दुइछन् भयो। बुद्ध 33 कोटी देवलोकबाट चाहिँ भगवान बुद्ध हाम्रो जम्बूद्वीपमा पाल्न हुने दिन, आगमन हुने दिन ला भप दुइछन्। साकदावा भनेर 1 महिना आउँछ, त्यो चाहिँ साकदावा भनेको चाहिँ एकदम धर्म गर्न योग्य दिन, योग्य महिना है। त्यसको पनि 1 महिना त्यसले समाधि आउँछ, त्यसको 1 दिन चाहिँ महान हुन्छ, पूर्णिमाको दिन। त्यो दिन चाहिँ त्रिसंयोग भनेर भनिन्छ। भगवान बुद्धले बुद्धत्व प्राप्त गरेको पनि त्यही पूर्णे, र भगवान बुद्ध त्याग गरेको पनि त्यही दिन, अनि भगवान बुद्धले जुन भगवान बुद्ध जन्मेको पनि त्यही दिन, बुद्ध जयन्ती पनि त्यही दिन हो। त्यो भएर त्रिसंयोग भनेर भनिन्छ है। त्यो दिन विशेष साकदावामा परिन्छ है, त्यो दिन। अनि छोकोर दुईजना धर्मचक्र प्रवर्तन। अब भगवान बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि त अब भगवान बुद्धले उहाँ माझ मात्र, उहाँसँग मात्र सीमित नभइकन अरूलाई पनि दिनुपर्छ है, अरूलाई पनि बाँड्नुपर्छ है भन्ने हिसाबले उहाँले अरूलाई बताएको सुङसी गर्ने, उहाँले बाँडेको भनौँ न, ज्ञान बाँडेको दिन चाहिँ पहिलो दिन चाहिँ छोकोर दुइछन् भनेर भनिन्छ है। अनि हो यस्तो तिथि, यस्तो चाडपर्वमा हामीले पनि हाम्रो सरकारसँग गएर हामीले कुरा राख्न सक्छौँ। यो कुराहरू चाहिँ लिन सक्नु पर्यो। हामी भित्रै चाहिँ हाम्रो तामाङ समुदाय भित्रै चाहिँ हामी विवाद गरेर बस्यो भने त्यसको उपलब्धि खोइ। अब अर्को एउटा फेरि के छ, छोठोल दुइछन्। त्यो चाहिँ खास के हो त्यो? छेठुल भनेको चाहिँ यो जुन हाम्रो धर्म छ नि, अब धर्म चाहिँ बौद्ध धर्म, अब हाम्रो बौद्ध धर्म त पहिलादेखि थियो नि होइन। बुद्ध धर्म किन भयो भन्दा बुद्ध सिद्धार्थ गौतम एउटा हिन्दूकै कोखमा जन्मेको मान्छेले आउनु भएर उहाँले हाम्रो बुद्ध धर्मलाई अँगालेर बुद्ध धर्मलाई चाहिँ प्रचार प्रसार गर्यो। बुद्ध धर्म चाहिँ मुक्ति छ है भनेर देखाए नि। हो, यो कृतिहरू हाम्रो धर्ममा कृतिहरू भएको भनेर छोटोल दुर्छन् भनेर भनिन्छ होइन। यो जुन अब भगवान बुद्धले जुन हाम्रा यो जुन जम्बूद्वीपमा चाहिँ हामीलाई धर्मको बारे यो जुन स्टार्ट गरेको भनौँ न, यो पुस्तकहरू थिएन नि पहिला त, हो कि होइन। पछि भगवान बुद्धले त सृजना गरेर राखेको, स्थापना गरेर राखेको हो। त्यो दिनहरूलाई मानिन्छ है। यो 4वटा तिथि हाम्रो तिथि छ, यो तिथिलाई हामीले मानौँ। लोछार भनेको चाहिँ नयाँ वर्ष हो, त्यसमा हामी विवाद गर्नै पर्दैन। म तपाईँले भन्नुभन्दा भने अगाडि हामी लोछारमा अघि नै विवाद छ भनेर भन्नुभयो। हामीले गर्नुपर्ने लोछारमा विवाद गर्नुपर्ने के नामले विवाद भएको कि यो खास गुदी चाहिँ के हो? नामले भन्दा पनि यो नाम त अब अघि नै तपाईँले भन्यो भने मेरो झन् सोनाम लामा हो, म त सोनाम लोछार भनेर उफ्रिदिनु पर्ने मान्छे हो। तर म सोनाम लोछारको विरोधी हो। सोनाम लोछार छैन, सोनाम लोछार होइन, छैमा हुनु पर्यो नि, अथवा पात्र हुनु पर्यो। यहाँ छ नि, मैले तपाईँलाई यहाँ देखाएँ। पात्रो आफ्नो हिसाबले निकाल्छ, तर यो पात्रोभित्र भएको डेटहरू, यो पात्रोभित्र भएको मिति गते सबै एउटै छ। सबैले के आग्रह गर्छु भने विवाद गर्नुपर्ने कुरै छैन। यहाँ लोछार भनेको के हो त्यो मजाले बुझ्नुहोस्। पहिला लो भनेको वर्ग हो, छार भनेको नयाँ। नयाँ वर्ग कहिले आउँछ त? पहिलो दिनमा। एउटा ठ्याक्क एउटा 12 महिना सकेपछि पहिलो महिनाको लोकैले फेरिन्छ, त्यसलाई लोछार मानौँ। क्याल्बो लोछार, सोनाम लोछार भनेर यहाँ जुन विवाद के को कोमो लोछार के भनेर आउन थाले यहाँ होइन। लोछार त्यसरी मान्ने हो भने लोछार हामीले मान्न सक्दैन। म सिधै भन्छु, हामी भित्रै विभाजित हुने भयो नि त। अब यो पात्रो उता जुन फेन्दे घुमबाट निस्किएको भने फेन्दे टसाङबाट निस्क्यो होइन। खेल्ने चाहिँ गुरु कमल मोक्तान गुरु हो त, स्वयं हुनुहुन्छ, उहाँले निकालेको
यहाँभित्र हाम्रो जन्मदेखि मृत्युसम्मको यहाँभित्र लेखिरहेको छ होइन। डेटहरू पनि हाम्रो सबै यहीँ छ होइन। हामी चाहिँ यही पात्र हेरेर अनि हाम्रो लोता यो कति सिद्धिन्छ नि भनेर जुन पात्र पनि लोसिँदा एउटै हुन्छ नि, त्यसले पो लोछार मान्नु पऱ्यो त। अगाडि नै लोछार आयो, यो लोछार ऊ लोछार भनेर मानेर त त्यसको अस्तित्व खोइ लो। त्यही त म भन्दैछु लाद्न खोजेको हो त, यो लाद्न खोजेको जस्तो। त्यही त त्यो पहिले त्यो पृथ्वीनारायण शाहले जसरी गर्यो भन्ने कुराहरू निस्क्यो होइन, त्यसलाई चाहिँ त्यो जसरी हुन्छ यही हो हुनु पर्यो भन्ने एउटा त्यो उसले चाहिँ त्यो भन्न खोजेको जस्तै भयो नि त यहाँ त। तर म चाहिँ के भन्छु, सम्पूर्ण दर्शक महानुभावहरूले के भन्छु भने दसैँ अझ लोछार होला आफ्नो होला, तर लोछार भनेको चाहिँ के हो भन्दा लो भनेको वर्ग हो, छार भनेको नयाँ हो। जब यो हाम्रो बुद्ध सम्वत भनिन्छ, बुद्ध सम्वतको क्यालेन्डरमा बुद्ध सम्वत अन्तिम वर्ष हुन्छ, त्यसलाई हामीले लोछारको रूपमा मानौँ है। लोछार मान्ने हो भने पुस्तक धर्म पुस्तकभित्रै बताएर राखेको छ लोछार मान्ने तरिकाहरू पनि तपाईँहरूले अध्ययन गर्न सक्नुहुन्छ। तपाईँहरूले यहाँ तपाईँहरू अध्ययन गर्न इच्छुक हुनुहुन्छ न, मलाई कन्ट्याक्ट गर्नुहोस्। म लामहरु सबै गएको थिएँ, त्यहाँ मैले हो लोछार चाहिँ यसरी मनाउँदो पर्दो रहेछ भन्ने कुरा थाहा भयो। मैले लोछारमा चाहिँ के गर्दो रहेछ भन्दा अन्तिम लोछार भनेर, अन्तिम वर्षको अन्तिम भनेर अन्तिम दिन यो वर्षभरिको चिज हामीले के गर्यो होइन, राम्रो पनि गर्यो नराम्रो पनि, त्यसको लागि न प्रार्थना गर्ने होइन, पूजापाठ गर्ने। अनि अब हाम्रो गुदुक भनेर के त्यो पकाउने चिजहरू पनि छ होइन, त्यो चिजहरू पकाएर अनि त्यो खाने एकदम मजा लिने कि। अब यो वर्ष त हामीले जान लाग्यो बिदा गर्न, यो वर्षमा त्यो गेडागुडी गुदुक भनेको चाहिँ सबै चिज अन्नहरू सबै मिसाएर बनाएको चिज हुँदो रहेछ। त्यो चिजहरू खाएर अनि आफूले के छ मिठो के हुन्छ होइन, त्यो चिज खाएर एकदम आनन्द गरेर अनि यो वर्ष चाहिँ हामीले जति दुःख भयो भने त्यो दुःखलाई हामीले झेलेर पार गऱ्यौँ। हामी अब यो अन्तिम वर्षमा नै आइपुग्यो भनेर एउटा खुसियाले जस्तो पूजापाठ गर्छौँ अनि खान्छौँ, रमाइलो गर्छौँ। अनि ठ्याक्क लोछारको पहिलो दिन होइन, लोछार भोलि लोछार छ आज जस्तोमा, अनि हामीले वर्षभरि के गर्यो त होइन, त्यो चिजको नराम्रो केही चिजहरू भएको छ भने भनेर त्यो नराम्रो चिजहरू फाल्ने चिज त्यो केक फाल्ने भनेर हुन्छ होइन। अनि सफा गरेर राखेर अब नयाँ वर्षलाई चाहिँ आगमन गराउनु पऱ्यो। पहिला त ठाउँ त जस्तै उदाहरण यहाँ एउटा हामीले पाहुना बोलाउनु छ भने त्यो पाहुना बोलाउनुभन्दा अगाडि सरसफाइ गर्नु पऱ्यो। त्यो पाहुना बिचरा कस्तो हो के हो होइन, त्यो पाहुनालाई यहाँ अब कसरी हामीले वेलकम गर्ने कसरी स्वागत गर्ने भन्ने हुन्छ नि त। त्यस्तै अनुरूपमा हाम्रो नयाँ वर्षलाई चाहिँ आगमन कसरी गर्ने अनि उत्साहजनक रमाइलो गरेर कोही घुमाउँछ छ्याम देखाएर होइन, अनि विभिन्न नाचगान गरेर गीतहरू गाएर होइन। अनि त्यो अब यो वर्षमा चाहिँ कसैले नराम्रो नहोस् भनेर एउटा पूजापाठहरू सबैको साथहरू बोलाएर होइन, सबैलाई दीर्घायुको लागि पूजा गरेर अनि उत्साह मनाएर छुट्ने पनि गर्दो रहेछ होइन। तर त्यसको डिटेल अब छेउमै छ, म त्यो छेउमा भएको जसरी मैले मिलेर भन्न सकिनँ होला, त्यसमा म क्षमा याचना चाहन्छु। मैले यो चिज सबै चिज मेरै कुरो हुनुपर्छ भन्ने होइन, यसरी मानिँदो रहेछ। तर हामी पनि अब नियमबद्ध रूपले हामी पनि खोजेर जाउँ न भन्ने मात्र हो। अरू जस्तो त्यो भइहाल्यो, त्यो लोछारको पनि पहिलो दिन दोस्रो दिन तेस्रो दिन यो गर्ने भन्नेहरू पनि त हुन्छ होला नि त। हुन्छ नि, अब पहिलो दिन यो आफ्नो घरमा पाहुना बोलाउने भन्नाले आफ्नो दिदी बहिनी सबै बोलाउने, दोस्रो दिनमा अरूको घरतिर गएर के छ कस्तो छ शुभकामना दिने अनि खाने होइन, मिठो मसिनो के छ खाने, रमाइलो गर्ने। कति 4-5 दिनसम्म आउँछ। अनि जस्तो लुङदार दार्जु त त्यो अब पहिलो दिन एकै दिन त अब जान्नेले के गर्छ भने एउटा गुरु ल्याउँछ, सबै घरको यो एक ठाउँमा राखेर पूजा गरेर आफ्नो घरमा लगाउन जान्छ होइन। कोहीले त्यसो गर्छ, कोहीले चाहिँ मेरै घरमै लानुपर्छ गुरु भने पनि हुन्छ, कोहीले चाहिँ गुरुै लगेर गर्ने हुन्छ। त्यो चाहिँ आफ्नो विचारमा भर पर्छ। तर त्यो लोछारको महिना चाहिँ त्यो अन्तिम दिन भनेको चाहिँ औँसी आउँछ। औँसीको भोलिपल्ट चाहिँ छेबची दाङबो छेबची भनेको चाहिँ पहिलो वर्षको पहिलो महिना भनेर आउँछ। त्यहाँदेखि 15 दिनसम्म पुर्ने, जब पुर्ने आउँछ नि त्यहाँभित्र चाहिँ लोछारकै अवधि हो।
अनि अहिले हामीले कुरा गर्दा गर्दै मैले अघि निकालेँ लुङदर धर्जुको कुरा के लुङदर धर्जु चाहिँ हाम्रो तामाङ गाउँमा अथवा हाम्रो शेर्पा गाउँहरूमा विशेष गरी बौद्ध धर्म मान्ने ठाउँहरूमा त्यसको चाहिँ अब स्थलहरूमा चाहिँ लुङदर लाउने धर्जु लाउने कुराहरू छ। के हो यो खास यसले हुने के हो, किन लाउनुपर्छ यो थोरै? एकदम यो तपाईँले जायज कुरा हो, प्रश्न सबैको मनमा लाग्ने प्रश्न सोध्नुभयो। मैले पनि भन्नैपर्छ यो कुरामा। धेरै मान्छेहरू चाहिँ यो लुङदामा विवाद भइरहेको पनि मैले देखेको छ। म नै कति ठाउँमा पराएको छ भने हाम्रो घरमा त लुङदा राख्नु हुँदैन भन्ने मान्छेहरू पनि मैले भेटेको छ। तर मैले बोर्ज्याङ भन्ने ठाउँमा मेरै 8 नम्बर वडा तेमाल गाउँपालिका 8 नम्बर, मेरो 7 नम्बर हो, उहाँहरूको 8 नम्बर, त्यहाँ धर्जु राख्दैन रे, कहिले उहिलेदेखि राखेको छैन रे, राख्न मिल्दैन भन्ने ठाउँमा मैले अब त्यो एकजना बच्च बिराम भयो, मलाई यो के भयो भने हेर्न लगाएँ। मैले केही होइन, मैले यो पात्रोभित्र भएको चिजलाई मैले हेरेँ, त्यहाँभित्र यसो भन्दो रहेछ, यहाँ यसो गर भनेको छ, यहाँ भनेको जस्तो गऱ्यो भने तपाईँको बच्चा ठिक हुन्छ। एउटा म पनि आस्था राख्ने मान्छे त हो नि, म पनि भगवान् बुद्धको छोरा त होइन नि, होइन, मैले पनि सबै थाहा भएर भएको होइन, म पनि अध्ययन गर्दै जाँदै यस्तो हुँदो रहेछ है भनेर मैले त्यो अनुसारले भन्ने हो। अनि मैले त्यहाँ भन्दाखेरि त्यहाँ उहाँ बुवाले के भन्नु, हाम्रो त राखेको छैन अहिलेसम्म, दर्जु राखेको छैन, न केही हुने हो कि भनेर भन्नुभयो। अनि मैले सिधै भने दर्जु राखेर चाहिँ केही पनि हुँदैन, दर्जुको मतलब थाहा हुनु पऱ्यो, दर्जु किन राखिन्छ त्यसको उद्देश्य थाहा हुनु पऱ्यो, के हो महत्त्व के हुन्छ त्यो थाहा भएपछि दर्जु तपाईँले राख्न मिल्छ मिल्दैन तपाईँले थाहा हुन्छ। अब ल भन्नुहोस् त्यो उहाँलाई के भन्नु? मैले त्यतिखेर त्यो भनेपछि अनि त्यहाँ राखेर राम्रो भयो, राम्रोकै राखेको नि त। यो दर्जु भनेको चाहिँ के हो भन्दा विभिन्न मान्छेहरूले लुङ ता भनेर, लुङ भनेको हावा, ता भने घोडा भनेर के भन्ने पनि त्यो इन्टरभ्यूतिर देखाएको छ मैले, होइन, त्यो कुरो समाजमा धेरै देखाएको छु म। लुङता भनेर भनिन्छ, होइन, लुङता भनेको बेग्लै, लुङता भनेको चाहिँ त्यो माथिको तान्नेले लुङता भनिन्छ, दर्जु भनेको चाहिँ माथि ठुलो राख्ने त्यो आउँछ नि बाँसमा झुन्डाएर राख्नेलाई दर्जु भनिन्छ। दर्जुको लुङता विशेषता कहाँदेखि आयो त भन्दाखेरि मैले बुझेको अनुसार, मैले पनि अब म पनि त हामी भर्खर यङ जेनेरेसनको मान्छे हो, होइन, हाम्रो बाउबाजेले त थाहा छैन, हामीले कहाँबाट थाहा हुन्छ, तर हामीले त त्यहाँ बुद्ध धर्ममा भनेको अनुसार, त्यहाँ बताएको अनुसार भन्ने त हो। के रहेछ भन्दा यो लुङता भनेको चाहिँ उहिले हाम्रो जुन जहाँ पनि नेगेटिभ र पोजिटिभ जहाँ पनि हुन्छ, उहिले भगवान्को पालामा पनि त्यहाँ एकछिनपछि आउँछु त्यो कुरामा आउनै बाँकी छ। बुद्धको पालाको कुरा एउटा नेगेटिभ र पोजिटिभ कुरामा म आउन चाहन्छु। त्यो नेगेटिभ पोजिटिभ म भन्छु, तर यो अहिले मैले भन्नु लागि चाहिँ त्यतिखेर पनि त्यो नराम्रो गर्नेहरू चाहिँ त्यति पनि थियो अरे कि भगवान्हरूको पालामा, होइन। जुन अब यो हाम्रो मानव विस्तार गर्नको लागि त जस्तै हाम्रो एउटा पार्टीको झन्डा भन्छ नि, होइन, मैले जोड्न चाहेँ पार्टीको कुरा पनि, एउटा जुन हाम्रो यहाँ पार्टीहरू छ नि, मेरो पार्टी तेरो पार्टी भनेर जुन पार्टीले जित्यो त्यसको झन्डा हुन्छ नि, हो कि हाम्रो घरतिर पनि मैले कति देखेको छ, यो घरको मान्छे चाहिँ यो पार्टीको हो रहेछ भनेर नै घरधुरीमा त्यो पार्टीको झन्डा राख्छ, होइन। जस्तै म यो पार्टीको हो भन्नको लागि त झन्डा राखेको, निशाना राखेको, जस्तै यो दर्जु र लुङदा पनि त्यही निशाना हो, त्यसकै रूपमा हो, है। यो पार्टीको झन्डा उठाउने पनि त्यहीँबाट विस्तार भएर आएको। हाम्रो मात्र होइन, हिन्दूहरूको पनि त्यो उनीहरूको त्यो सत्ता त्यो पढेर एउटा झन्डा राख्छ नि, कारण त्यो किनकि अब यहाँ चाहिँ हामी मानव बस्ती गर्दैछौँ, यहाँ कुनै पनि मारहरू चाहिँ कुनै पनि नराम्रो त्यो ब्ल्याक चिजहरू, नेगेटिभ चिजहरू चाहिँ कुनै पनि नआओस् भन्नको लागि त्यहाँ दर्जु गाडेको। अनि त्यो दर्जुमा भएको अक्षरहरू छ नि, शब्दहरू, त्यो मन्त्रहरू छ, त्यो मन्त्र चाहिँ जति हावाले हल्लायो त्यो हावा त जहाँ पनि जानु मन त्यो ठाउँमा चाहिँ शान्ति हुन्छ भनेर। अनि डाँडामा होइन, अनि खोला नालातिर मान्छे जहाँ दोबाटोतिर अनि मान्छेले जहाँ देख्छ त्यहाँ राख्नु कारण चाहिँ त्यो दर्जुको चाहिँ मैले बुझेको छ है।
त बुझ्नुभयो नि। बुझेँ। धर्जुको अर्थ भनेको हामी मानव जगत चाहिँ यहाँ बसोबास गर्छौँ, हामी यहाँ छौँ, कुनै पनि नेगेटिभ चिज नराम्रो चिजहरू के छ भने परास्त हो, यहाँ यो ठाउँमा नआओस्, हामीलाई शान्ति दियोस् भन्नको लागि। अनि कहिले कहिले त हाम्रो गाउँघरको अहिले पनि छ, धर्जु राखेपछि ग्राहक चाहिँ चम्मन सिल्लर हो भनेर अनि त्यहाँ ढोग्न जाने के गर्छ नि, सही हो। त्यो धर्जु राखेपछि त्यो जहाँ राखेको छ, जुन ठाउँमा राखेको छ त्यो ठाउँलाई चाहिँ शुद्ध बनाउँछ धर्जुले। अनि लुङ्दा र धर्जुको एउटै अर्थ। लुङ्दा भन्ने चाहिँ लुङ्दा र धर्जु एउटै हो। लुङ्दा भनेको माथि तान्ने भयो, धर्जु भनेको त्यो ठडाउने एउटै हो। तर लुङ्दामा त्यो कलर पञ्च कलर भनेर त्यो चाहिँ है त्यो पनि राखेको। त्यसमा चाहिँ के हुन्छ भने लुङ्दामा मात्र होइन, धर्जुमा पनि माथि हुन्छ नि, 5वटा कलर नै हुन्छ। कोहीले चाहिँ सादा पनि राख्छ, लुङ्दा पनि सादा पनि आउँछ। हेर्नुहोस् तपाईँले है, अब चेन ऋषिको हो भने चाहिँ मानि मात्र लेख्यो भने सेतै मात्र गर्छ, वज्र गुरुको मात्र गऱ्यो भने रातै मात्र गर्छ। पहिले के गुरुको मैले कुरा काटेँ पहिले तपाईँ हामी सानै हुँदाखेरि त गाउँघरमा त यो कहाँबाट यो झिलिमिली धर्जु हामीले कहाँ देखाएको थियो त? गाउँघरमा त्यो एउटा चाहिँ एउटा सेतो कपडा ल्याउँथ्यो, अनि चाहिँ त्यो एउटा काठको पट्टी हुन्थ्यो, त्यो पट्टिमा ड्याम कालो लगाएर छाप्थ्यो त। अहिले पनि तपाईँ यहाँ मैले चाहिँ सधैँ लुङ्दाहरू किन्छ, थर्बेलिङ लुङ्दा सेन्टर भनेर यहाँ हाम्रो नयाँ बस्तीमा छ, त्यहाँ जानुहोस् तपाईँहरूले। त्यही काठको पट हुन्छ, त्यहाँ मसी दलेर अनि त्यसले छापेर राख्छ, छाप्छ अनि सिलाउन दिन्छ, तयार भएर बेच्छ हामीलाई होइन। गर्ने माध्यम त्यही हो, सबैको त्यही हो। हाम्रो बाजेले हाम्रो तल बाजेहरूले चाहिँ के गर्यो भन्दाखेरि त्यही अब कहाँ खोज्न जाने, त्यो रातो पहेँलो होइन निलो कहाँ खोज्न जाने, त्यो बेला थिएन। रातोमै झ्याम छाप्यो राख्यो। अहिले चाहिँ उहाँहरूले चाहिँ रातोमा रातो पहेँलोमा पहेँलो राखेर गरेकोले पञ्च कलर के हो, निलो रातो सेतो पहेँलो अनि एउटा हरियो हुन्छ हुँदैन, हरियो हुन्छ तपाईँको कलरको छ हो हरियो। यो 5वटा चाहिँ हाम्रो यो बुद्ध धर्मले नै यो हाम्रो शरीरभित्र पनि जोडेको छ, पञ्चशील पनि जोड्छौ, त्यो सबै ठाउँमा जोड्न मिल्छ त्यो। ओके गुरु, ठिक छ। अहिलेसम्म हाम्रो पोडकास्ट एकदम एउटा रफ्तारमा गइरहेको छ होइन। अब हामी कहिलेकाहीँ कुरा गर्दाखेरि केही लामा गुरुहरूसँग नि कहिलेकाहीँ हुन्छ, तर केही लामा गुरुहरूले के भन्छ भने बुद्ध धर्म भनेको त एकदमै अनुशासित धर्म, शान्तिको धर्म, केही गर्नै हुँदैन, लामाले पनि चित्त, लामा भनेको त चुपा लाएर बस्नुपर्छ एकदम होइन, शान्ति सिकाउने के अरे अनुशासन सिकाउने धर्मको चाहिँ लामा गुरु हो भन्ने चाहिँ मान्छेमा सबैमा एउटा छ नि त। अघि भने जस्तै जे दिएर राखेको छ त्यस्तै सबैलाई छाप्दै पर्छ होइन। तर पनि अब भनौँ न, अब तपाईँलाई पनि म कहिलेकाहीँ देख्छु एकदम होइन एग्रेसिभ टाइपको, अलि रिसाएको टाइपको पनि हुन्छ कहिलेकाहीँ होइन। अनि मान्छेले त भन्ला नि होइन, यो लामा कस्तो खालको, किन रिसाएर बोलायो होला, किन चाहिँ यो के अरे विवादको कुरा गरिराख्नु पऱ्यो, लामाहरूले किन विवादको कुरा उठाउनु पऱ्यो भन्ने कुराहरू नै हुन्छन्। तपाईँलाई के लाग्छ यसमा चाहिँ? मलाई भनेको पनि छ, मलाई मान्छेहरूले मूर्ख पनि भनिन्छ, लामालाई मूर्ख भन्छ, लोपेनलाई है। अब मलाई मूर्ख भन्छ उनीहरूले, मूर्ख देख्यो होला, मूर्ख भन्यो होला, त्यसमा मलाई दुःख छैन। तर म मूर्ख किन भन्यो, म मूर्ख बन्नुको कारण के हो, त्यो कसैले सोचेको छ? तपाईँले म रिसाएको देख्छु, म रिसाएको किन, त्यो देखाएको छैन? त्यो त अब तपाईँले भन्नु पऱ्यो त्यो। किन भन्दाखेरि त्यो रिसाउने काम म त्यतिकै रिसाएर त हिँड्दैन नि। मेरो पनि त्यो आफ्नो फेसन होइन त्यो होइन, मेरो आफ्नो स्वभाव होइन। म पनि त जतिसम्म सकेसम्म शान्ति गरौँ, सकेसम्म सबैलाई मिलेर बसौँ भन्ने छ नि। किन चाहिँ म रिसाउनु पर्यो? जानी बुझ पिलेको जस्तो कामहरू गर्छन् है, धर्ममा गर्न नहुने भन्ने चिजहरू अगाडि आएर गरिदिन्छन्। म पनि एउटा मान्छे हो, मेरो पनि मन छ, मेरो पनि हात खुट्टा छ, मेरो पनि मुख छ बोल्न सक्ने, मेरो पनि आँखा छ देख्न सक्ने। कि त म अन्धै हुनु पऱ्यो? मैले अन्धै भएपछि देख्दैन, जेसुकै गरोस् भन्ने हुन्छ होइन। फेरि सुन्नु त सुन्छ फेरि सुन्छ। अब त्यही त मसँग पनि सबै चिज छ नि। अघि न तपाईँले भने लामा भएपछि केही गर्नु किन हुँदैन? लामालाई मात्र होइन,
सबैले हुन्छ, तर अनैतिक काम लामाले मात्र होइन कसैले नगर्नुहोस्, शान्ति त्यार्न सकिन्छ। असभ्य काम गर्नु भएन गुड होइन। के भन्छ लामाले बिहे गर्न नहुने, त्यो धेरै हाम्रो तामाङमा चाहिँ लामा भएपछि लामा सोमाम चान्दिन लामा रात रङ्गाम लामा खालौँ सोच्यौँ। लामाहरू हाम्रो तामाङमा समुदायमा लामाको अन्त्य हुनु कारण नै त्यो। गाउँ गाउँमा तपाईँहरूले लामा खोज्न जानुहोस्, लामा पाउँदैन। किन पाउँदैन भन्दा लामा भएपछि केही पनि गर्न मिल्दैन, अनि त्यो लामा बन्नुभन्दा त म त अर्कै ठाउँमा जान्छु भन्ने सबैको मस्तिष्कमा त्यो बसिसक्यो। म के भन्न चाहन्छु भने तामाङ समुदाय लामामा पनि दुई तरिका हुन्छ बुझ्ने हो भने, एउटा धुम्बा पुरा सिल पालना गरेर, त्यो चाहिँ सिल पालना गरेपछि बाहिर फिल्डमा यसरी हिँड्नु हुँदैन। किनकि फिल्डमा हिँडेपछि फिल्ममा कस्तो चिज आउँछ त्यो चिजसँग प्रतिकार गर्नुपर्छ हामीले। प्रतिकार गर्दा जो प्रतिकार गर्न जान्छ त्यो सिलमा हुँदैन। गुम्बा सिलमा बस्ने भनेको एउटा अवधि आउँछ परिधिभित्र, त्यहाँभित्र बसेर गऱ्यो भने राम्रो होइन। बाहिरै हिँडेर म यो चिज चाहिँ गर्छु है भनेर हिँड्यो भने त्यो सक्यो भने झनै उत्तम हो, तर गाह्रो छ नि। तर अर्को लामा चाहिँ के हुन्छ भने गृहस्थी आफ्नो जीवन बिहे गरेर आफ्नो परिवारसँग बसेर धर्म गर्ने पनि हुन्छ नि त होइन। हाम्रो गाउँघरमा बसेर अनि त्यो सबै चाहिँ त्यागेर बस्नलाई त कि त गाउँको मान्छे सबैले त्यो लामालाई बुझाउनु पर्यो, अनि लामा पनि चाहिने, त्यो लामाले यसो गर्न पनि हुँदैन भन्ने अप्सन पनि दिने, अनि त्यो अप्ठ्यारो पनि थाप्ने जस्तो कुरो गरे कि त लामालाई। त्यही भएर लामाहरू चाहिँ गाउँमा लामाहरू सिधिसक्यो। बाजे एक दुईजना छ, त्यो बाजे सिधेपछि गाउँमा लामै जस्तो गुरु यहाँ त्यही त त्यो कुरामा जस्तो बिहेको कुरा जोडेको छ होइन। त्यो लामाले कस्तो लामाले बिहे गर्न मिल्छ, कस्तोले मिल्दैन, थोरै ठ्याक्कै छोटोमा यस्तो छ। घेलुङ धोम्बा भनेर भनिन्छ, धोम्बा सिल पालना गर्ने लामाले चाहिँ मिल्दैन होइन। बिहे गर्न पनि नराम्रो होइन। एक नारी ब्रह्मचारी भन्छ नि, बिहे नगर्ने भए यो सृष्टिकर्ता नै अन्त्य हुन्छ, सृष्टि नै शाखा भएर जान्छ। लामै जन्मिँदैन, लामा जन्मिँदैन, मान्छे जन्मिँदैन नि त बिहे गरेन भने त। के केटीले आफैले जन्माउने, केटा आफै बस्न सक्ने भए त किन केटी भनेर जन्माउनु पर्यो? किन यो अब पुरुष र मैले किन जन्माएको? यो सृष्टि के हाम्रो बाउबाजेले गरेको? भगवान्ले नै गरेको। कुन्दु सङ्घमा भनेर कुन्दु सङ्घमा याबिम हुनुहुन्छ होइन, उहाँहरूले यसो गर्यो भन्न थाल्यो भने कि उहाँहरूले चाहिँ यो हाम्रो जुन शारीरिक सम्बन्ध छ होइन, यो जुन अब परिवारसँग बस्नु छ त्यो चाहिँ नराम्रो होइन। एक नारी ब्रह्मचारी, एउटा मात्र एकजना पुरुष एकजना नारी, एक महिला एक पुरुष भएर मिलेर बसेर त्यसलाई जीवनयापन मजाले गर्नुहोस्। धर्म पनि छ त्यहाँ, राम्रो पनि हुँदै जान्छ। अनि मेरो हुँदाहुँदै अरू बुढी हेर्ने, अरू केटी हेर्ने, ल्याउने गऱ्यो भने त्यो त अनैतिकमा गयो नि त, अराजक हुँदै हो नि त त्यो त होइन। अब त्यो विवाद त त्यतिकै निस्किने भयो हो कि होइन। अनि कुनै काम लामाले मात्र होइन कि यो पञ्चशीलमा चाहिँ के चोरी गर्नु हुँदैन होइन, प्राणी हत्या गर्नु हुँदैन, व्याभिचारी कर्म गर्नु हुँदैन, नराम्रो बोल्नु भएन, फडा बोल्नु भएन होइन। यिनीहरू कुरोहरू छ नि, यो कुरोहरू चाहिँ लामाले मात्र युज गर्नुपर्ने होइन कि सबैलाई। हाम्रो समाज बिग्रेको मलाई जहाँसम्म लाग्छ यो भगवान् बुद्धले सुन्छे गरेको चिज चाहिँ हामीले यो देशमा पालना गऱ्यो भने न आर्मी चाहिन्छ, न पुलिस चाहिन्छ, न ट्राफिक चाहिन्छ, कोही पनि चाहिन्छ, न भ्रष्टाचार हुन्छ, न हत्या हुन्छ, न कोही कहीँजनाले डराउनु पर्छ। अब यो चिज चाहिँ छैन भने बिग्रिँदै गयो एकदम। तर मलाई यो समाज बिग्रेको कारण चाहिँ यही चिजले हो जस्तो लाग्छ। यो भगवान् बुद्धले भनेको पञ्चशील चाहिँ लामाले मात्र युज गर्नुपर्छ, अरूले त जे गर्दै हुन्छ सोच्यो अनि जे गर्दा पनि हुन्छ, जे गर्यो नि। अहिले यो मैले यो दुःख लाग्दो घटना हो यो, हिजो अस्ति मात्र भएको। पनौतीमा एउटा छोराले बाउ मार्यो, अनि रोसीमा 3 नम्बर वडामा छोराले आमा मार्यो पैसाको लागि भन्ने कुरो भने। अब त्यो छोराछोरीले सानोमा राम्रो ज्ञान दिएको भए, आध्यात्मिक शिक्षाहरू दिएको भए त्यो छोराछोरीले त्यसो गर्थ्यो? गर्दैन थियो नि।
त्यो छोराछोरीलाई त जन्मायो ठुलो भयो कमाउनु पर्छ, अरूभन्दा मुनि हुनु हुँदैन। जाउँ तिमी विदेश जाऊ, तिमी बाहिर जाऊ भन्यो, पढाएपछि बाहिर के कमाउनलाई त के गर्नु पऱ्यो, अरूभन्दा माथि हुनलाई त जुधेर भयो हुन्छ या डडेर हुन्छ, के गर्नु अरूभन्दा त माथि पुग्नु पऱ्यो नि। त्यही सोच लिएको कारणले चाहिँ भोलिपर्सि आमा बाउको हो भन्ने नचिनेर अनि हत्या गर्न पुगेको। पोजिटिभ कुरा पनि बुद्ध धर्म भन्दैमा शान्तिकै कुरा नआउला होइन। हजुर, कुनै बेला के पनि सुन्नमा आउँछ भने केही लामा गुरुहरूबाटै अब त्यति आधिकारिक कुरा त सुनेको छैन। हजुर, हिजो बुद्ध धर्मको पालोमा पनि चाहिँ काटमार भएको, हत्या हिंसा भएको अथवा लखेटिएको कुराहरू चाहिँ कहानीहरू सुनिन्छ। जस्तो गुरु रिम्पोछेकै कता कहानीहरू सुन्दाखेरि पनि गुरु रिम्पोछेले चाहिँ अथवा एउटा चाहिँ भनौँ न के को प्रतीकको रूपमा पनि लिन्छ, हिन्दू धर्मकै के अरे देवताहरूसँग पनि जोडेर पनि कहानीहरू बनाइरहेको हुन्छ होइन। त्यो आफ्नो ठाउँमा छ होइन। जस्तो हिजो के बुद्धको पालोमा पनि काटमार भएको थियो। काटमार भएको थियो भन्दा म तपाईँलाई के भन्न चाहन्छु भने भगवान् बुद्ध दुईजुमसँगै गुरु रिम्पोछे भनेर भनिन्छ। 3 कालको बुद्ध चाहिँ गुरु रिम्पोछेको शरीरमा प्रवेश भयो है। भगवान् बुद्ध स्वयं चाहिँ गुरु रिम्पोछे हो। 3 कालको शासन चाहिँ एउटा के अरे भनौँ न जन्म लिएको भन्दा पनि भगवान् बुद्ध नै गुरु रिम्पोछे हो। दुईसुमसाङ्गे 3 कालको बुद्ध चाहिँ गुरु रिम्पोछे। किन चाहिँ बुद्ध गुरु रिम्पोछेको रूपमा आउनु पर्यो भन्दा गुरु रिम्पोछेको पनि 8वटा प्रकार छ। कोही धेरै रिसाउने, कोही ठिक्क रिसाउने, कोही एकदम सिवा है, कोही चाहिँ एकदम शान्त प्रकारहरू छन्। किन भन्दाखेरि राक्षसहरूले दमन गर्नको लागि शान्ति भएर नआउँदो रहेछ भनेर। मेरै गाउँ, मेरै तेमाल तेरमाल हो, तेरमाला भनेर एउटा तेर भएको माला भनेर तेरमाला भनेको त्यहाँबाट तेमाल अहिले तिमाल पो भयो त। त्यो अलिकति मान्छे अघि नै हामीले यही कुरामा हामी विवाद हुँदैछ है। तेर भएको माला भनेको चाहिँ बोधिचित्त भनेको चाहिँ यो बोधिचित्त भनेको चाहिँ बुद्धको आफ्नै स्वयं गुरु रिम्पोछेले त्यहाँ आशीर्वाद दिएर, तेर भनेको चाहिँ आशीर्वाद हो नि, आशीर्वाद दिएर राखेको माला। पहिला त तेमाल मात्र थियो नि त होइन। पछि पो व्यवसायहरूले यसको पैसा आउँदो रहेछ भन्यो, जहाँ पनि रोप्न थाल्यो, अहिले सर्वव्यापी भयो होइन। खासमा यो चाहिँ तेमालमा तेरमाला हो, तेरमाला। तेमाल बुद्ध चित्तमाला होइन। हाम्रो त्यो बुद्ध चित्तमाला चाहिँ नेपाली भाषाबाट भयो भने नि त बुद्धको चित्तबाट उत्पन्न भएको माला भनेर बुद्ध चित्त। तर यो त्यो जुन ठाउँको नाम पनि र यो मालाको नाम एउटै हो। हाम्रो तेमालको ठाउँको नाम नै तेरमाला। तेरमालालाई तिमल अहिले चाहिँ तिमालमै पुग्यो है। त्यो अब बोल्दै जाँदा त्यो भयो। त्यहाँ मेरो गाउँको माथि डाँडामा एरेनाक याक्सन अब दुलुला भनेर भनेको छ। त्यहाँ ऐतिहासिक याख्यान अब भन्दा चाहिँ एकदम मार राक्षस ठुलो हाम्रो यो मानव जगतलाई डिस्टर्ब गर्ने, हाम्रो पानीलाई डिस्टर्ब गर्ने एउटा राक्षस थियो र त्यो राक्षससँग गुरु रिम्पोछेको धेरै ठाउँमा लडाइँ भएको छ। एउटा मारतिका भनेर भनिन्छ हलेसीमा ओडारभित्र गुरु रिम्पोछे दर्शन ध्यान बस्ने ठाउँमा उसले जिस्किन गएर गुरु रिम्पोछेको लडाइँ भएर त्यो भूमि नै पाल परेर ऊ भागेर आएको भन्ने इतिहास छ। त्यहाँ अहिले पनि छ, त्यो हेरेर जानुहोस्, त्यो अचम्मको चिज छ है। लगभग ऊ त्यहाँ हाम्रो त्यो चोकदेखि यहाँसम्म चाहिँ भित्र ओडारभित्र छिर्नुपर्छ। त्यहाँ पुगेपछि अनि ठुलो त्यो पाल छ, अचम्म। त्यहाँ अचम्म चाहिँ तपाईँहरू मारुतिका भन्ने छ छुई भाषाबाट चाहिँ, तर हामीले भन्नु भने हलेसी। अहिले नामै चेन्ज भयो, अहिले त हलेसी उता महादेव, हलेसी महादेव, जुन अब जुन त्यहाँ गुरु रिम्पोछेले हामी मानव जगतको लागि, आयुको लागि प्रार्थना गरिन्छ। त्यहाँ छेबुम्बा भनेर शिला नै भएर बसेछ ढुङ्गाको, त्यहाँ छेबुम भनेर आयु बोलाउने बुम्बा भनेर। त्यो छेबुमलाई चाहिँ पार्वती बनाएर उता महादेव बनाएर रातो न रातो भएर राखेको छ। त्यहाँ हाम्रो बुद्ध धर्मको गुरु रिम्पोछेले हामी मानव जगतको लागि, आयुको लागि साधना गर्ने ठाउँ त्यो है। तपाईँहरू हेर्न जान सक्नुहुन्छ, त्यहाँ शिला नै छ। अनि त्यहाँ त्यसरी झगडा भयो।
अनि फर्पिङमा पनि धेरै झगडा भयो, सुन्या होला नि तपाईँहरूले। त्यो रुखहरू नै ढल्ने, त्यो पाहाडतिर त्यो धेरै झगडा भयो। अनि बल्ल तल्ल तिमालमा जुन घेलोङ बाह्र भन्ने पनि छ, उहाँ गुरुहरू चाहिँ तपस्या बस्नु हुने। अनि उता जुन एरिनाक त्यो यहाँ रोसी साइबा भन्यो, रोसे भनेको चाहिँ तामाङ भाषामा छेउ भाषामा रो भनेको चाहिँ लास हो, से भनेको चाहिँ साइबा होइन। त्यो लासलाई चाहिँ मारेर त्यहाँ मारेको ठाउँ चाहिँ रोसे भनेको। अनि अहिले तामाङहरूले के भन्यो भने रोसी साइपा रोसाइपा भनेर माथि मेरो गाउँको माथि छ एउटा पोखरी थियो होइन। अनि त्यो खोला रुनी रोसी रोसी खोला त त्यो त मुनिको त्यो खोलाको अर्कै हो, त्यो त मतलब अर्कै छ माथि। रोसी साइबा भने चाहिँ माथि छ कि रोसेबा भनेको। त्यहाँ चाहिँ त्यो राक्षसलाई चाहिँ लखडेर होइन, त्यहाँ पनि झगडा पर्दाखेरि भगवान् गुरु रेम्बोछेले त्यहाँ सधैँ शान्ति मात्र गरेर नहुने रहेछ, यो नराम्रो चाहिँ मार्नै पर्दो रहेछ भनेर उहाँ आफैले स्वयं मारेको त्यहाँ त्यो खाल्डो नै थियो। अहिले त्यहाँ गुरु रेम्बोछेको मूर्ति बनाएर राखेको छ। तपाईँहरू एकछिन हजुरहरूले स्वागत छ मेरो गाउँमाथि आउनुहोस्, म त्यहाँ भएको चिजहरू तपाईँहरूलाई अब देखाउन पनि चाहन्छु म होइन। हिजो अस्ति नै एकचोटि तपाईँ जानु भएन, अर्को लोबिनार हो, आउनुहोस्। तपाईँ जस्तो यस्तो पपुलर मान्छेहरू व्यक्तिहरू त्यहाँ आउनुभयो, त्यहाँ यस्तो रहेछ है भन्ने थाहा भयो भने हामी दर्शकहरूले पनि थाहा हुन्छ। सुनेको छु, देखेको छु केही भिडियोहरूमा, तर प्रत्यक्ष म छेउछाउमा पुगेको छु। जस्तो नारायणथान पुगेको छु, तपाईँको गाउँको नाम मेटवाल त्यहाँ पुगेको छु। त नारायणथान त्यही हो, नारायणथान एरिया त्यही हो। अनि म तपाईँलाई विस्तृत रूपमा पछि देखाउँछु। तर त्यहाँ भगवान् बुद्ध पनि गुरु रेम्बोछेको रूपमा धारण भएर त्यो राक्षसलाई मारेको है। धर्ममा चाहिँ काटमार गर्नै हुँदैन, केही गर्नु हुँदैन भन्ने होइन कि। धर्म जस्तै यहाँ उदाहरण, म चाहिँ एउटा राक्षस हो होइन, म चाहिँ सबैले दुःख दिइरहन्छु होइन। मेरो मन अरूलाई दुःख दिने मात्र हो, मेरो कामै त्यो, मेरो फ्यासनै त्यो भएपछि म त्यही मात्र काम गरेर हिँड्छु। यदि तपाईँले मलाई सम्झाउने त्यो मानेन भने के गर्ने? यसलाई मारेर हुन्छ कि यसलाई थुनेर हुन्छ कि त्यो मान्छेलाई मुक्त गर्नु पर्यो नि त। एकजनाले गर्दा 1000जना मान्छेको राम्रो हुन्छ भने त्यो मान्छेले हटाइदिँदा कुनै पनि पाप छैन त्यहाँ भन्छ बुद्ध धर्मको सिधै ग्रन्थमा। ग्रन्थ पनि के त हामीले बनाएको नि त। मैले भन्न खोजेको चाहिँ यो कसैले नेगेटिभ कसैले ऊ नजाओस्। ऊ खान्छ नि, एउटा आलु कुहिएको बोरोभित्र एउटा आलु कुहिएको छ, त्यसले पनि अरू पनि कुहाउनु भयो नि त। त्यो कुहिएको झिकेर फालिदियो भन्दा अरू त अरू त जस्तो छ त्यो बस्ने बोनी भनेको मतलब जो मान्छे जुन आतङ्कमा जारिन्छ, जो मान्छे झगडा गरेर हिँड्छ, जो मान्छे विवाद निकालेर हिँड्छ, त्यो मान्छेलाई त उपाय के त हटाउनु नै हो नि। त्यसले ढोकेर नगर्न है नगर्न, त्यसले त जति ढोक्यो भने बरु ढोक्न जाने मान्छेले लातेले हानिदिएर पढाउँछ। सत्ययुगमा पो के थियो अरे भन्दा अङ्गुली मालाको पनि लेखेर आएछ नि, अङ्गुली माला। सत्ययुगमा चाहिँ के थियो अरे भगवान् बुद्धलाई स्वयं राक्षस आएर, राक्षस चाहिँ त्यो राक्षस चाहिँ अङ्गुली लाउने माला राक्षस चाहिँ भगवान् बुद्धको एकदम खास मान्छे चेला भएको थियो। त्यो चेला किन भयो भन्दाखेरि त्यतिखेर सत्ययुग थियो, राक्षसै नराम्रै काम गरेर हिँडे तापनि उसले यस्तो होइन है भनेपछि उसले यसो रहेछ नि भनेर मानेन नि त। अहिलेको कलियुगमा, अहिले दुष्ट कलियुग भनेर भनिन्छ, अहिले गुण कसैले देख्दैन भने नि अघि नै मैले आमा आफ्नै जन्म दिने आमा मार्यो, आफ्नै जन्म दिने बाउ मार्यो, के को लागि? सम्पत्तिको लागि। त्यसले के देख्यो? सम्पत्तिभन्दा ठुलो केही देखेन। भन्दा बाहेकको अरूको त के देख्नु? आफूलाई जन्म दिने आमा देखेन। यो दुष्ट कलियुग होइन रहेछ, हो नि है। यो कलियुगमा पनि हामीले चाहिँ अब भगवान् बुद्धले त यस्तो भनेको छ, केही नगर है, त्यो मूर्खलाई होस्, मूर्खलाई छोडिदियो भन्यो भने त्यो मूर्खलाई त झन् त्यो बाँदरले भर्याङ थाहा जस्तो भएन। तर हामीले के गर्नुपर्छ भने यसो गर्नुपर्छ भनेर खोजी हिँड्यौँ होइन कि आफूले हिँड्ने ठाउँमा त्यस्तो नराम्रो चिजहरू आउँछ भने सक्छ भने त्यो नराम्रो चिज चाहिँ आफैसँग प्रतिस्पर्धा, आफैसँग फेस टु फेस होस् कि
आफूसँग फेस टु फेस भएर त्यसले अरूले दुःख दिएन भने त्यो धर्म त्यो धर्म हो जस्तो बुद्ध धर्ममा पनि जस्तै म तपाईँले कुरा मैले काटेँ म अब तपाईँ एउटा मूर्ख मान्छे हो म यहाँ बाटोतिर हिँडिरहेछ तपाईँ मन परि भनेर हिँडिरहेछ तपाईँ मान्छेले पिट्दै हिँडेछ मसँग झसँग भेट भयो अनि म चाहिँ ए मान्छे यस्तै हो भनेर छोडेर गयो भने तपाईँले त अरूले पनि दुःख दिनुभयो नि त बरु तपाईँले मलाई भेटेर ओइ के गर्न खोजेको तिमीले खोजेको के हो लो म जे पनि गर्न तयार लो भनेर उसँग प्रतिकार गऱ्यो भने उसले त ओहो यसो हुँदो रहेछ चनाएको हुन्छ नि सचेत हुन्छ ऊ सचेत भयो नि मैले चाहिँ भन्न खोजेँ अघि नै मैले भने तपाईँले लामाहरू अलिकति आक्रोशित लामाहरू अलिकति जङ्गिएर बोल्ने मलाई पनि भनौँ मैले अघि नै त्यो कुरो चाहिँ मलाई पनि कतिपय मान्छेले मूर्ख भनिन्छ त्यो मूर्ख बनाउने बाटो चाहिँ नगर्नु के मान्छेले रिसाउने पार्नुभन्दा त्यो रिसाउने काम चाहिँ कहाँबाट सुरुवात भयो त्यो चाहिँ हेर्नुहोस् त्यो चाहिँ बन्द गर्नु पर्यो गल्ती गर्न नदिनुहोस् गल्ती नगरेपछि कोही पनि रिसाउँदैन ओके है एकदम मेरो चाहिँ भन्नुभन्दा गल्ती हुनुभन्दा अगाडि पूर्व तयारी सचेत हुनुहोस् सचेत हुनुहोस् त्यही हो हिजो बुद्ध धर्मको पालोमा पनि गल्ती गर्ने अति दुःख दिनेहरूलाई परास्त गरेको परास्त भएकै थियो कति गुरुवर्छ यो पूजापाठ विधि नै हामीले यो अझ बुधहरू फाल्छौँ नि ग्राह फाल्छौँ नि किन फाल्छौँ त त्यो पनि एउटा विधि हो है नराम्रोहरूले चाहिँ नराम्रो दिएर पठाइदिने कि उनीहरूले अब बलिको ठाउँमा बलि दिन्छ त्यो त सबै ठाउँ हामीले बनाएर मान्छेको शरीर खान्छ भन्छ उनीहरूले शरीरै बनाएर दिन्छ हो कि होइन त्यो पनि एउटा उसलाई दिएर उसले चित्त बुझेर पठाएको नि त अब छ नि अब गुरु लामा विद्यामा पनि हिजो हामीले सुनेको तान्त्रिक विद्या पनि अब देखिन्छ होइन लामा तान्त्रिक लामाहरू पनि हिजो सायद कुन गुरुहरू पनि चाहिँ तान्त्रिक गुरुहरू हुनुहुन्थ्यो अरे लामामा उहाँहरू चाहिँ एकदम उड्ने आकाशमा उड्ने शक्तिशाली अब भनौँ न होइन ध्यान गर्ने ठाउँमै चाहिँ एकदम कतिसम्म ध्यान त अब के अरे बुद्ध नै बसेको भन्ने कुराहरू हामीले पढेर आएको हो होइन यो चाहिँ के हो यो तान्त्रिक गुरु अनि फेरि तान्त्रिक भनेको बित्तिकै फेरि बौद्ध धर्मसँग नि जोडिन्छ अनि हाम्रो त अझ तामाङहरूको त बौनै धर्म हो हाम्रो त भन्छ होइन कति त बौद्ध धर्म त हाम्रो त सृष्टिको बेलाको बौद्ध धर्म पनि भनिन्छ यसमा के छ अलिकति केही छ यसमा यस्तो छ ल अब यो सबैजना अलिकति विवादमा छ यो भोन्बो ठुलो लामा ठुलो भोन्बो ठुलो लामा ठुलो भन्ने पनि मान्छेहरू धेरै देखाएको छ भोन्बो लामा भनेको एउटै हो है भोन्बो भनेको चाहिँ गुरु रेम्बोछेको चेला हो लामा पनि गुरु रेम्बोछेको चेला हो जब यो मान्छे बिमारबाट त पुग्ने मान्छेले त्यो मनसाउने तन्त्र मन्त्र गरेको चाहिँ जब भगवान् गुरु रेम्बोछे भगवान् बुद्ध चाहिँ गुरु रेम्बोछेको रूपमा धारण भएपछि अनि त्यतिखेर सुरु भएको हो भगवान् गुरु रेम्बोछेले नै सुरुवात गरेर राख्यो यो चिजहरू तर के भनेको छ तपाईँ धेरै ठाउँमा भोम्बाहरूसँग तपाईँ कुरो गर्दै हुनुहुन्छ होला भोम्बाहरूले सुन्नु भोम्बाहरूको गुरु को हो भने गुरु रेम्बोछे नै हो है त्यही भन्छ नि त्यही हो तर अघि नै भने नि मान्ने हिसाब मान्छेले आफ्नो तरिकाले मान्यो अब म यसमा उदाहरण के भन्छ हाम्रो गाउँको मान्छेहरूले गाउँको लामा गुरुहरूले होइन घेवा गर्दाखेरि अब भैँसी काट्थ्यो लामाहरूले त काट्दैन थियो घेवा गर्दा अब त्यो जिन्दाहरूले काटेर दिन्थ्यो केही भन्दै थिएन लामाले होइन किनकि हाम्रो एउटा त्यो परम्परा संस्कारसँग जोडिसकेको उसको बाउको घेवामा यसो दिएपछि मेरो पनि दिनुपर्छ भन्ने घरको मान्छेले नखाए पनि अरूले चाहिँ दिनुपर्छ भन्ने पैँचो पालोको पैँचो तर त्यो किन भयो भन्दा लामाले बुझेन बिचरा जति लामाले बुझ्यो त्यति त भनेको नि हुने त्यो बुझेन त्यो गर्न नहुने रहेछ अब अहिले बुझ्दै अहिले छोड्दै आयो नि जस्तै बोम्बोहरू पनि नबुझ्नेहरूले काटमार गर्थ्यो तर बुझ्ने बोम्बोहरूले काटमार गर्दैन यो तपाईँले हेर्नुहोस् है त्यो के हुन्छ भने बोम्बोहरूको पनि एउटा उहाँहरूको गुरु रेम्बोछे साक्षी राखेर उहाँहरूको जुन त्यो गर्ने को छ हाम्रो पनि गुरु रेम्बोछे साक्षी राखेर हामीलाई पनि गर्ने छ्याक्न गर्छ सायद तन्डित त्यही क्रोधी भगवान्हरूले बोलाएर हामीले पनि केकहरू फाल्ने गरिन्छ माध्यम एउटै हो तर के भयो हाम्रो यहाँ आफ्नो तरिकाले मान्न खोज्यो त्यो भएर मात्र बिग्रिया हो भन्नुपर्दा भोम्बो र लामा भनेको चाहिँ दाजुभाइ जस्तो हो सबै चिजले प्राणी भलोकै लागि काम गर्ने हो हामी चाहिँ कतिसम्म अज्ञानी छौँ कतिसम्म मूर्ख छौँ भन्दा प्राणी त प्राणी भन्यो हामी मात्र प्राणी हो अरू त गाई भैँसी त केही पनि होइन
उनीहरू त पशु हो भन्ने जस्तो गर्ला। प्राणी मध्ये सर्वश्रेष्ठ मानव चोला किन भनेको हामी पनि प्राणी हो। हामीले जस्तै सास फेर्छ, हामी जस्तै कराउँछ, हामीले यसरी बोल्छौँ। गाई भैँसी पनि उनीहरूको भाषाले बोलाउँछ नि त होइन, बोल्छ नि त। उनीहरू पनि खाना खान्छ, उनीहरू पनि सुत्नुपर्छ। प्राणी सबै एउटै हो, सिर्फ चेतनाशील भएको चाहिँ चेतना भएको चाहिँ कसमा छ त मानव चोलामा छ। तर त्यसले त बुझेर गर्न यहाँ बुझेन। त्यही प्राणी हितको लागि अब म एउटा लामा भुम्बो हो भने तपाईँ एउटा अब बिमार आयो भने तपाईँ एउटा प्राणी हुने, तपाईँ पनि प्राणी हो। त्यो कुखुरा भाले अब कुखुरा बाख्रा सबै प्राणी हो नि त। तपाईँले ठिक हुनको लागि त अर्को प्राणी चाहिँ मारेर तपाईँले ठिक हुनु। जस्तै के भनिन्छ भने भगवान् बुद्धको लागि भगवान्हरूको लागि प्राणी सबै आफ्नो छोराछोरी हो। एउटा छोरी ठुलो छोरी बिराम भयो भन्दा सानो छोरीले काटेर दिन मिल्छ त? मिल्दैन। कुन भगवान्ले स्वीकार्छ? त्यो त प्रेत भूत प्रेत भनिन्छ। त्यो आलो रगत खानको लागि आउँछ प्रेतहरू। त्यो प्रेतहरूले चाहिँ के हुन्छ भने एकछिन उसलाई खाना पायो नि त, खाना पाउने बेलामा चाहिँ उसले एकछिन हेरा जस्तो गरिदिन्छ। भरे उसलाई चाहिएपछि उसले या त्यो बोम्बोलाई होस् या त्यो घरको मान्छेलाई समातिहाल्छ। हो, त्यो भएर सकेसम्म बलि दिने प्रथा चाहिँ छोड्नै पर्छ। ओके है। अनि छ नि गुरु, अघि हामीले घेवाको कुराहरूमा आइहाल्यौँ। जस्तो हाम्रो तामाङ संस्कारमा के छ भन्दाखेरि मृत्यु पश्चात चाहिँ हाम्रो विभिन्न चरणहरू हुन्छ। घेवाको चरण, धुन्जेको चरण छ, घेवाको चरण छ। अझ 3 दिनभित्र हाम्रो चाहिँ केही कुराहरू त्यो अब के भन्छ भने 3 दिनमा गर्ने पनि एउटा हुन्छ होइन। गुवा भयो होइन, अब धुन्चे भयो, घेवा भयो होइन। अनि त्यसपछि अझ हाम्रो चाहिँ च्यान बनाउने चलन पनि छ। च्यान हो, त्यो बनाउने चलन छ। अनि त्यसपछि अझ 49 दिनतिर अझ त्यो नन भनेर भन्छ हामी, चौतारो बनाउने त्यो मरेको मान्छेको नाममा। यस्तो कुराहरू छ। यो चाहिँ के हो खास? यो चलन संस्कार मात्रै हो कि यो धर्म ग्रन्थमै कतै लेखेको के तपाईँले थाहा भएअनुसार? अनि ग्रन्थमा छ होइन, छैन होइन, ग्रन्थमा छ। तर ग्रन्थमा चाहिँ छ, ग्रन्थभन्दा ओभर गरिरहेछ मान्छेहरूले चाहिँ। ग्रन्थमा के भनेको छ हाम्रो ओभर के भइरहेछ? ओभर चाहिँ के भइरहेछ भने हाम्रो जुन अघि नै भने जुन हाम्रो राणा शासनको चिज, अब हामी 3 दिनमा क्वान्जिममा भन्छौँ, 5 दिनमा ध्वेनिङमा भन्छौँ, 13मा के भन्छौँ, त्यस्तो हुँदैन। हाम्रो छुएमा चाहिँ स्याक्सुम ढोप्सी भनिन्छ। 3 रात होइन, 3 दिन 3 रात भनेर भनिन्छ होइन। 3 रात गरेर 3 रात गएको बेला ठ्याक्क 4 दिनको दिन भनेर भनिन्छ होइन। त्यो दिन चाहिँ हाम्रो मरेको मान्छेको होस आउँछ अरे भन्छ। हुन त त्यो भर्दोभित्र मजाले लेखिरहेको छ होइन। त्यो मरेको मान्छेको होस आउँछ अरे। कोहीले चाहिँ के गर्छ भने जान्ने मान्छेले चाहिँ 4 दिनसम्म राखेर एउटा उहाँलाई नेपर जलाएर मात्र लास चलाउँछ प्रायः जान्ने मान्छेले होइन। नजान्ने मान्छेले चाहिँ आएर मर्ने बित्तिकै ल्याएर जलाइदिने पनि छ। अनि 5 दिनको दिनमा छैन है, सिधै 4 दिनको दिन गरेपछि अनि धुन्जी भनेर 7 दिनमा हुन्छ। 7 दिनमा 7 दुना 14 दिनमा पुग्छ फेरि अर्को दिन होइन। 7 त्यहाँ 21 दिनमा पुग्छ। 7 चौको 28 अनि 7 पञ्चे 35 7 49 हो 49 42 पनि भयो। धुन्जी भनेको चाहिँ 7 चाहिँ 7 चोटि पुग्दा चाहिँ अनि लास्ट 49 पुग्छ। त्यो दिन चाहिँ हाम्रो भर्दोमा बस्ने अवधि चाहिँ सिद्धिन्छ भनेको। जस्तै त्यो चाहिँ हामी उदाहरण के दिन्छु भने एउटा मान्छेले गलत गर्यो भने हामी कानुनी प्रोसेसमा के हामी जुन ठाउँमा गलत काम कार्य भइरहेछ नि त्यो ठाउँको पहिला त स्थानीय पुलिस आउनु पऱ्यो नि। त्यो पुलिसले समातेर लगेर स्थानीयमा यसले यो गल्ती गरेको हो भनेपछि जिल्लामा लगिन्छ। जिल्लामा बहस हुन्छ। जिल्लामा पनि बहस जितेपछि दोषी ठहर भयो भने हामी अर्कै जेलमा अदालततिर जान्छ, हानमाटोकोमा आइपुग्छ। अनि त्यहाँबाट चाहिँ अनि यसले कहाँ हो भनेर त्यो तोकेरै सधैँ तोकेर पठाउँछ नि। हो त्यस्तै स्याक्सुम ढोप्सीमा ओहो 4 दिनपछि ओहो म मरेँ कि भन्ने एउटा आभास हुन्छ हाम्रो मृतकलाई। त्यसपछि हामीले एउटा
घरको मान्छेहरूले त्यो लामा बोलाएर पढ्छ नि त्यहाँ पढाइभित्र चाहिँ अब तिमी चाहिँ यो जुन पहिलाको ज्यान चाहिँ छोडेर तिमी परलोक भइसक्यो तिमी मन मात्र छौ तिमीसँग अब त्यो स्वाद छैन तिमीसँग आँखा छैन तिमीसँग सबै यो पञ्च इन्द्रिय चाहिँ तिमीसँग छैन तिमी चाहिँ कुरूप भइसक्यो तिमी एकदम उसमा विलिन भइसक्यो तिमी अब हामीले भनेको कुरो मान भनेर भन्ने हो त्यो लामाले पढ्दाखेरि पनि तिमी यो बाटोमा छौ तिमी कुनै चिजमा तिमी लोभ नगर तिमी आफ्नो बाटो जाऊ भनेर पढाउने हो त्यो दिन भनेपछि 7 दिनको दिन त्यही एउटा एउटा हाम्रो मर्या मान्छेको तिमीले के चाहिँ गर्यो किन तिमी मरेर आएपछि तिमी अब कहाँ जाने कहाँ जान्छौ भन्ने एउटा छलफल जस्तो हुन्छ त्यो दिन पनि धुन्छे भने घरको मान्छेले उहाँको मरणको नाममा छोकहरू ल्याएर मोलामहरू गऱ्यो भने हामी चाहिँ वकिल ल्याएर राम्रो वकिल ल्याएर बहस गरेको जस्तो हुन्छ राम्रो लामो ल्यायो भने है अनि त्यो बहस गरेर त्यो पनि सिद्धिन्छ हाम्रो मान्छेले त्यो राम्रै भयो भने त्यो अनि 21 को दिन चाहिँ अनि जुन अलिकति ठुलै हामी अदालतमै गएर लड्नै पर्ने हुन्छ नि हो त्यस्तै अदालतमा गएर लडेको जस्तो चाहिँ 21 को दिन हुन्छ 21 को दिन चाहिँ घेवा गरेर ठुलो पुण्य काम गऱ्यो भने बेस्ट भनेको कारण त्यहाँ है अनि 21 को दिन गरेर लो अब यो मान्छेले गल्ती गरेकै हो यो मान्छे आएको छ अब यसलाई कहाँ पढाउने भन्दा यो फाइनल हुन्छ फाइनल भन्छ अनि 49 सम्म चाहिँ अनि उसको अन्तिम निर्णय सुनाइ हुन्छ तिमी चाहिँ अब तिम्रो यस्तो कारणले तिमी यहाँ जाँदैछ भनेर त्यहाँ पढाउने दिन चाहिँ 49 मा पढाउँछ त्यो 49 को दिन पनि हामीले मरणको नाममा बत्तीहरू बाल्ने चोकहरू गऱ्यो भने राम्रो हो भनेको मात्र ओके अनि यो बत्ती जुन नङसलहरू बाल्छ नि हजुर त्यो चाहिँ किन बाल्ने हो खास बत्तीहरू नङसलहरू बालेको चाहिँ अनि धूप गर्ने के अरे यो के भन्छ यो अझ एउटा आगोमा हामीले चाहिँ त्यो के भन्छ त्यसलाई अब सुर हाल्ने हो त्यो चिज बुझ्न जरुरी छ है म यहाँ तपाईँले सोध्नुभयो यो कुरामा म फेरि भन्न चाहन्छु यो चिज एकदम जायज अब यसले चाहिने चिज भनेको यो हो हामी सबैले यो चिज चाहिँ मरण त सबै घरमा परिरहन्छ यो चिज सबैले गरिरहन्छ तर वास्ता छैन थाहा छैन त्यो भनेको देखेको भरमा गरिरहेको हुन्छ तपाईँले भन्नुभयो ढोक्छौँ त्यो मर्ने बेला मात्र ढोक्नु पर्ने मर्ने बेला मात्रै बत्ती बाल्नुपर्ने होइन सुर पोल्नुपर्ने त्यो होइन धर्म हाम्रो धर्मले भन्ने हो भने सक्नुहुन्छ सधैँ ढोक्नुहोस् सक्नुहुन्छ सधैँ सुर बाल्नुहोस् होइन हामी चाहिँ हाम्रो मान्छे पर्दा मात्र मेरो यस्तो पऱ्यो है भने जस्तो गर्छ घुम्बमा किन सधैँ दिनकै दिन पूजा गर्छ त भन्दा घुम्बमा चाहिँ त्यही चिजहरू सधैँ गरिरहन्छ है त्यो चाहिँ किन गर्नुपर्ने त भन्दा जब हामी यो पञ्च इन्द्रिय छोडेर परलोक भएपछि हामीले अहिले खाना खाएको जस्तो स्वाद चाख्न सक्दैन हातले टिपेर खान सक्दैन त्यतिखेर चाहिँ देख्न सक्दैन बासना मात्र लिने हो त्यो भएको कारणले सुर हाल्नु कारण त्यो सुर चाहिँ किन सुर चाहिँ मृतक आत्माहरूको लागि भनेर बोल्ने हो सुर है हामीले दिनको दिन सुर पोल्न सक्यो भने मृत्यु त कति मान्छे भइरहेछ कति मान्छे भर्दोमा छ कति मान्छे भड्किरहेछ नि सबैले पुग्ने भने महादान भनिन्छ दिनको दिन गर्न सक्यो भने है अनि बत्ती बालेको चाहिँ किन भन्दा जस्तै यो बत्तीहरू बालेन भन्दा हाम्रो यहाँ देख्दैन अँध्यारो हुन्छ नि यो कि त बाल्छौँ यो जुन कोठा देख्नको लागि अनि बत्ती चाहिँ किन भन्दा हाम्रो यो जीवनमा मरिकपा भनेको चाहिँ अविद्या भन्छ अविद्याको कारणले हामी अँध्यारोमा छौँ त्यो अविद्याको अँध्यारोलाई चाहिँ उज्यालो पार्नको लागि बत्ती बाल्ने हो है अनि साङहरू भनेर भनिन्छ साङहरू चाहिँ जुन ठाउँमा साङ भनेको चाहिँ साङ्सी गर्ने भन्छ नि शुद्ध गर्ने शुद्धिकरण जुन ठाउँमा अशुद्ध छ जुन ठाउँमा नराम्रो छ त्यो ठाउँमा चाहिँ साङ बाल्यो भने शुद्ध हुन्छ भनेको है एकदमै यो यति राम्रो एपिसोड हुन्छ कि हाम्रो होइन धेरै कुराहरूलाई जोड्यो है लोपेनलाई अब यसमा अझ अघि थोरै म थोरै उ गर्छु जुन सुरमा सुर हाङ्सी गर्छ हामी त्यसमा नर्मल्ली हजुर के चाहिँ ध्यान दिनुपर्छ जस्तो सामान्य मान्छेले पनि होइन त्यो सुर किन गर्छ भन्ने त एकदमै महत्त्वपूर्ण देखियो एकदम यो त होइन यसमा केही त्यस्तो मन्त्र सन्त्रै पढेर सुर हाङ्सी गर्नुपर्छ अथवा त्यो सुर चाहिँ हामीले
के गरेर चाहिँ गर्न सकिन्छ थोरै यो प्रक्रिया बताइदिनुहोस् न। यो त किनभने फाइदा कुरा देखियो होइन, धेरै हाम्रो धर्मको कुरा धर्म पनि धर्म कमाउने इच्छुक छ भने त्यो सुर पाल्नुहोस् दिनको दिन। हजुर सुरको कुरा भयो। अब साङको त साङसी गर्ने शुद्ध बनाउने त्यो सजिलै देखियो। अनि यो दुईटा कुरा सुर हाङसी गर्दाखेरि सुर चाहिँ हामीले दिँदाखेरि के कुरामा ध्यान दिनुपर्छ, कुनै त्यस्तो मन्त्र सामान्य मन्त्र छ भने भन्न मिल्छ भने त्यो पनि बताइदिनुहोस् अथवा अनि त्यो पछि अर्को हाम्रो जुन नाङसाल छ बत्ती बाल्छ हामी दियोमा त्यो के अरे जुन घिउको उसमा हो त्यो त्यसमा के चाहिँ गर्न सामान्य रूपमा चाहिँ यति चाहिँ गर्नुपर्छ भन्ने कुरा। ओके म यसमा जोडेँ। यो कस्तो हुन्छ भने अहिले मैले के पनि देखेको छैन सुर बाल्नु हुँदैन, सुर बाल्यो भने मर्या मान्छेहरू आउँछ अरे सधैँ आस्था हुन्छ अरे बाल्नु हुँदैन अरे भन्ने पनि मान्छेहरू पहिले त घरको परतिर लगेर बाला यहाँ बाल्यो भने भूतहरू आउँछ अरे भन्छ। त्यस्तो होइन है। भूत भनेको हामी जहाँ छ सँगै भूतसँगै छ है। हाम्रो भित्रको आगो निप्ने बेलामा चाहिँ हामीलाई भूत लाग्ने जस्तै हामी कमजोर भएपछि तपाईँको भित्र चाहिँ कमजोर छ अनि म आउँदाखेरि तपाईँले नराम्रो भइहाल्छ। अब तपाईँले भन्न थाल्छ ऊ त्यो मान्छे आएको थियो मलाई त यस्तो भइदियो, त्यो मान्छे त नराम्रो रहेछ भन्छ। आफै भित्र चाहिँ नराम्रो भएको देख्दैन है। अनि त्यो पनि हो। अनि तपाईँले भनेको सुर चाहिँ के हो भन्दाखेरि सुर चाहिँ त्यो बाल्न मिल्छ सबैले है। त्यो सुर बाल्यो भने भूत मात्र आउने होइन, भूतलाई झन् चित्त बुझ्छ। के चाहिन्छ सुर बार्नको लागि हामीले खाने चिज हामीले अन्न भनेर भनिन्छ। अन्नमा सक्यो भने एकदम मिठो मिठो घिउहरू हालेर मह हालेर है। अनि खाने पिठोमा चम्पो पिठो हुन्छ या मकैको पिठो हुन्छ त्यो पिठोमा मुसेर अनि आगोमा खराङमा त्यो आगो बल्ने गरे होइन कि त्यो कोइलामा चाहिँ हाल्दाखेरि धुवा चाहिँ आउँछ, त्यो मिठो बास्ना आउँछ नि त्यो बास्ना लिने है। त्यसरी गर्नु त्यो चाहिँ मन्त्र चाहिँ यस्तो मन्त्र चाहिँ अब लामा ल्याएर लामाले पढाउन लगाएर गऱ्यो भने झनै उत्तम। सुनमा सुगन्ध सबै आत्माहरू जति पनि भड्केर बसेछ आउनुहोस् यहाँ तपाईँहरूलाई यहाँ सुर चढाएको छ भनेर बोलाएको जस्तो हो। अब निम्तो दिएको निम्तो दिन जान्दैन भन्दा त्यो भड्किएर त कति जग्गा जाने त्यतिकै ल है सबै प्राणीले पुगोस् आफ्नै भनेर आफै सम्झेर ओम भने बेमुङ भनेर हालिदियो भने पनि पुग्यो है, पुग्यो धेरै पुग्यो। अब नाङसालको कुरामा अब नाङसाल चाहिँ के छ भन्दाखेरि अहिले सबैले डल्ला वनस्पति घिउ युज गरेर देखाएको छ तपाईँले देख्छ होला। त्यो किन त्यो चाहिँ त्यही वनस्पति घिउ गर्नुपर्छ भन्ने छैन। गर्न सक्यो भने हामीले खाने घिउ छ नि हामीले खान्छ नि घिउ, त्यो घिउमा बाल्न सक्यो भने झनै उत्तम। प्योर घिउमा बाल्नु भने धेरै पुण्य लाभ हुन्छ। अब त्यसमा सक्यो भने तेलमा चाहिँ किनभने अब सधैँ बाल्नु पर्ने त धुवा बढी आउँछ भनेर अब वनस्पतिमा धुवा त्यति आउँदैन। धुवा त आउँछ तर अरूमा जति आउँदैन कम आउँछ। अनि सजिलो भयो वनस्पति गरे हो सकेसम्म हामीले त्यो बत्ती बाल्ने भाँडामा नि सुनकै भयो भने धेरै त्यहाँ हामीले सम्झिन नसक्ने हामीले कल्पना गर्न नसक्नेसम्म पुण्य प्राप्त हुन्छ। सुनमा सकेन भने चाँदीमा सकेन भने त त्यो डलर त्यो फलामकोमा त्यसमा नै सकेन माटोकोमा त्यसमा नै सकेन प्लास्टिककोमा उपायहरू छन्। आफ्नो गच्छले आफू जति सक्छ आफूले त्यति गर्ने हो। हाम्रो चाहिँ अहिले तपाईँले अघि नै कुरो पनि उठाए त हामी अघि नै होइन पहिला बुद्ध धर्म गफमा निस्के बुद्ध धर्म चाहिँ धेरै महँगो भयो। त्यो त हाम्रै गरेको स्वभावले हो नि त। मसँग पैसा हुने बेलामा चाहिँ अब तपाईँ लामा गुरु हो लु गुरु आउनुहोस् भनेर घुममा राखिदियो, गुरु आउनुभयो गर्नुभयो, भएको बेला पो दियो त। अब नभएको बेला त पैसा छैन गुरुले कसरी बोलाउने, आफैले गाह्रो परेन। आफूले भएको बेलामा गुरु आउनुहोस् भनेर चट्ट मिलाएर गुरु यस्तो भयो भन्यो भने गुरुले यति चाहियो मलाई ल्याऊ भन्छ। कुनै गुरुले भनेको छ त्यो नबुझ्ने गुरुहरूले भन्छ होला। तर जो सत्य यथार्थ जो त्यो ग्रन्थ ओछ्याएर ग्रन्थ अगाडि राखेर काम गर्छ त्यो गुरुले कहिले पनि के भन्दैन। बरु सक्छ भने हाम्रो त्यहाँ धर्मभित्र मेरो आदरणीय गुरु रिम्पोछे टुल्कु पूर्ण जन्म हो सान्तेन गाउँ रिम्पोछे हुनुहुन्छ, उहाँ टुल्कु गुरु हुनुहुन्छ। उहाँले भन्नुभएको छ हामीले कोही जिन्दाको हुने पनि हुन्छ कोही जिन्दा नहुने पनि हुन्छ। नहुने ठाउँमा हामी आफै खल्तीमा जिगेर
गरिदिनुपर्छ भन्नुहुन्छ। हेर्नुहोस् त उहाँ गुरुहरूले के भन्नुभयो, अनि भर्खरको अरू बौरी भर्खर सिक्नेहरूले नै यति चाहिन्छ, यति भयो भने पुजो हुन्छ नत्र हुँदैन। ल भयो त, त्यसले त पुजो त जिन्दाको लागि गर्ने होइन, उसको लागि गर्ने, त्यो पैसाको लागि पो गर्ने जस्तो भएन त। पूजालाई पनि व्यापार बनायो कि। म अहिले लसुम मैले छामबाट निस्केर म अहिले एउटा बाइक, मलाई बिचरा आदरणीय मेरो दाजु हुनुहुन्छ रोशन तामाङ, उहाँ अहिले जापानमा हुनुहुन्छ। उहाँ घर सुन्दरजलमा नुवाकोटको हो, सुन्दरजलमा आएर बस्नु भएको छ, घर त्यहाँ बनिरहेको छ। उहाँले मलाई यो जुन एउटा उपहार स्वरूप यो बाइकको लागि भनेर मलाई जुन गुरु दक्षिण भनेर चढाएँ। अनि त्यसमै थपथप गरेर मेरो आफ्नै दाइ दुईजनाले गरेर 1 लाखमा चाहिँ मैले बाइक किनेँ। अब जुन मलाई उहाँहरूले सेवा गर्नुहोस् भनेर एउटा बाइक किनिदिएपछि मेरो कर्तव्य हो कि म अरूलाई सेवा गर्ने हो भनेर म अहिलेसम्म मेरो बाइकको त्यो कुद्ने हिसाब हेऱ्यो भने 1,61,000 कति किलोमिटर कुदिसकेको छ। म जहाँ पनि बाइकमा जान्छु, किनकि अरू गुरुहरूले आउनु त गाडी बोलाएर गाडी रिजर्भ गरेर लानु पऱ्यो, गाडीलाई भाडा दिनु पऱ्यो, गुरुले त नमाग्ला, त्यो गाडीलाई दिनु पऱ्यो नि त होइन। त्यसो गर्दा त धेरै खर्चिलो हुन्छ भनेर म आफै गएर गरिदिएको छु जहाँ बोलायो भने है। मलाई कसैले मलाई दिनुपर्छ भने होइन, यो त्यो पेट्रोल त उहाँहरूले दिए पनि गुड्छ नदिए पनि गुड्छ, म जानु पऱ्यो नि त, मेरो लागि हो नि त त्यो त, अरूले सेवा गर्नको लागि भनेर मैले त्यही अहिलेसम्म मैले जे जानेको छु मैले त्यो गरेर चाहिँ मेरो गुरुहरूको आशीर्वादले अझ तपाईँहरू जस्तो मित्रहरू मेरो साथमा हुनुहुन्छ, धेरै गर्व लाग्छ। धेरै हामीलाई पनि यति खुसी लाग्छ तपाईँ भेट्नु हुँदाखेरि चाहिँ हामी होइन। हिजो हामी साथी थियौँ होइन, आज एउटा रेस्पेक्ट गर्ने ठाउँमा हुनुहुन्छ नि त तपाईँ होइन। त्यही ठुलो कुरा हो कि हामी हिजो के गर्यो कसो गर्यो भन्नेतिर भन्दा नि अब हामी के गर्ने भन्नेतिरको कुरा हो। एकदम हजुर। हिजो हामीले नजानेर गऱ्यो होला, अब त हामी जान्ने भएपछि केही दिने बेला भयो। अब त हामीले समाजलाई सिकाउने बेला अथवा हामीबाट के सिकोस् भन्ने कुरा त हो होइन। त्यही हो हाम्रो यो पोडकास्टको उद्देश्य भनेको यही हो। हामीले धेरै कुराहरू केही कुराहरू छुटाएको छु। पोडकास्ट हाम्रो अलिकति लामो पनि भएको छ होला होइन। एकदमै यो पोडकास्ट चाहिँ अत्यन्तै उत्कृष्ट हाम्रो धर्मको लागि, हाम्रो तामाङ समाजको लागि, हाम्रो यो बौद्ध समाजको लागि चाहिँ निकै उत्कृष्ट भएको छ भन्ने मलाई एकदमै विश्वास छ। गुरुलाई धेरै धेरै थुजेचे छ लासो नानम थुजेचे फ्यापुल्ला लासो। अब मलाई अब यो ठाउँमा आएर यसरी दर्शक माझ यसरी मेरो केही भनाइ राख्नको लागि यो अवसर जुटाइदिएकोमा मेरो आदरणीय मित्र सन्धिज्यू सर, म सधैँ सन्धि भनेर आएको, तपाईँले म सर भन्छु। तपाईँले मेरो हृदयदेखि नै म नमन गर्न चाहन्छु। हजुर थिएन भने आज यसरी दर्शक माझ यसरी राख्ने कुरा पाउँदैन थियो। र हाम्रा यस जन्मभूमि पोडकास्टका सम्पूर्ण परिवारलाई म भित्री हृदयदेखि नमन गर्न चाहन्छु। यस्तै सन्देशमूलक कुराकानीहरू चाहिँ सबै दर्शक माझ पुर्याइदियोस्। पछिसम्म तपाईँहरूको यो कार्य निरन्तरता रहिरहोस्। म जस्तो म त केही होइन, म त भर्खर सिकार हो। मभन्दा बिके गुरुहरूलाई जोड्न सक्छु। अब म पनि जोड्यो तपाईँसँग। मेरो तर्फबाट नै एउटा गुरुहरू यहाँ तपाईँहरूको साथमा म जान्ने विज्ञ गुरुहरू ल्याएर हामी एक दिन राख्ने अवश्य। यो हाम्रो सुरुवात हो लोपेनला, हाम्रो यो चाहिँ सुरुवात हो। तपाईँ हामीले आज दिन नसकेको, हामीले दिन अझ नपुगेको कुराहरू, बिग्रेको कुराहरूलाई सच्याउने, हामीभन्दा विद्वान तपाईँ हजुरभन्दा विद्वान अथवा मैले बुझेको भन्दा नि अझ बुझ्ने गरी चाहिँ हामी फेरि हाम्रो यो पोडकास्टमा ल्याउन पाओस् र पाउने कोसिस हाम्रो निरन्तर रहन्छ। त्यो भन्दै म सम्पूर्ण यहाँ हाम्रो जन्मभूमि पोडकास्टका परिवारलाई धन्यवादका साथ सम्पूर्ण दर्शक महानुभावलाई के भन्न चाहन्छु भने हामी अरूले भनेको भरमा अरूको लाइलाइमा नै हिँडौँ। हामी जे सत्य यथार्थ जे छ त्यसमा खोजेर अध्ययन गरेर जो मान्छे राम्रो काम गर्दैछ त्यसलाई सपोर्ट दिउँ, अरूको लाइलाइमा भनाइमा नहिँडौँ भन्न चाहन्छु। हस्त धन्यवाद। सर्वमङ्गलम। सर्वमङ्गलम।